सभामुख देवराज घिमिरेको क्षेत्र पनि हो झापा। अहिले हामी जहाँ छौँ बुद्ध शान्ति गाउँपालिकामा। त्यसैले गर्दा आज हामी समग्र देशको विकासको बारेमा, समृद्धिको बारेमा, बुद्ध शान्ति गाउँपालिकामा भएका प्रगति र उन्नतिको बारेमा, झापा सम्भावना छ विकासको, क्रान्तिको, धेरै किसिमका यहाँ चुनौतीहरू पार गर्दै नेपालको कम्युनिस्ट आन्दोलनको कुरा गर्ने हो। झापा विद्रोह 2028 सालबाट सुरु भयो र नेपालको कम्युनिस्टहरू आज शान्ति, समृद्धि र विकासको पक्षमा लागेका छन् र सबै यो देश बनाउने अभियानमा छन्। सबै काङ्ग्रेस, कम्युनिस्ट सबैको अहिलेको एजेन्डा भनेको देश बनाउने, देशमा विकास गर्ने हो। त्यसैले आज हामी विकास र समृद्धिको यात्रामा बुद्ध शान्ति गाउँपालिकामा बसेर छलफल गरिराखेका छौँ। म धेरै कुरा गर्न चाहन्न र हाम्रो बिचमा यतिखेर विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, नागरिक समाजका अगुवाहरू हुनुहुन्छ र बुद्ध शान्ति गाउँपालिकाका चाहिँ अध्यक्ष नेपाली काङ्ग्रेसका नेता मनोज प्रसादजी हुनुहुन्छ। तपाईँलाई म कार्यक्रम स्वागत गर्न चाहन्छु। आराम हुनुहुन्छ? ठिक छ मनोजजी। र यतिखेर उपाध्यक्ष हुनुहुन्छ भवानी प्रसाद खतिवडाजी, तपाईँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु। ठिक हुनुहुन्छ? त्यसै गरी प्रमुख प्रसाद सह अधिकारी हुनुहुन्छ विनोद पोखरेलजी, तपाईँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु। आराम हुनुहुन्छ? ठिक छ। अब हामी बुद्ध शान्तिको कुरा गर्न चाहन्छौँ। बुद्ध शान्ति गाउँपालिकामा तपाईँको एउटा सङ्कल्प छ, शुद्ध पिउने पानी प्रत्येक नेपालीलाई दिलाउने हो नि त, होइन? त्यो कहाँ पुग्यो त तपाईँको मास्टर प्लान? आज सबै नेपालीले शुद्ध पिउने पानी पाएका छन्। एक घर एक धारा कहाँ पुग्यो मनोजजी? अहिले बुद्ध शान्ति गाउँपालिकामा 2079 सालदेखि नेतृत्व गरेर आइरहेपछि बुद्ध शान्ति गाउँपालिकामा हामीले एउटा साबिक बुधबारेको भागमा चाहिँ साना सहरी योजना अगाडिदेखि नै चलिरहेको थियो। त्यो साना सहरी खानेपानी योजना मार्फतबाट चाहिँ अहिले गाउँपालिकाकै रोभरमा बसेर अगाडि चाहिँ सरकारले सहकार्य गरेर चाहिँ हामीले एउटा 6 करोडको बजेट विनियोजन गराएर चाहिँ खानेपानी संस्था चलिरहेको अवस्था छ। त्यस्तै गरेर अहिले साबिक शान्तिनगरमा चाहिँ एकीकृत खानेपानी योजना चाहिँ 19 करोडको प्रोजेक्ट आएर अहिले कार्यक्रम भइरहेको छ। माननीय विश्वप्रकाश शर्माज्यूको नेतृत्वले अहिले 19 करोड रुपियाँको योजना साबिक शान्तिनगरमा चाहिँ 4टा वार्डमा चाहिँ पानीको व्यवस्थापन भइरहेछ। त्यसलाई क्रमशः काम भइरहेको छ, काम सिद्धिएको छैन। र अहिले हामीले खानेपानी खुवाउँदै गर्दा शुद्ध खानेपानी यहाँ चाहिँ प्रक्रिया चाहिँ जुन अर्ग्यानिक त्यो चेक गर्ने गर्नेहरू पनि हामीले 3 महिना 2 महिनामा चाहिँ हाम्रा सम्बन्धित शाखा मार्फतबाट इटरीमा लगेर चाहिँ शुद्ध पानीहरू खुवाउनको लागि चाहिँ तपाईँको अनुगमन चेक जाँच गराएर चाहिँ कार्यक्रम अगाडि बढाइरहेको छ। कार्यक्रम अगाडि बढ्यो, अनुगमन भइराखेको छ। ठ्याक्कै तपाईँको कार्यकालमा अब 2 वर्ष बाँकी छ मनोजी। 2 वर्षमा तपाईँको बुद्ध शान्ति गाउँपालिका सबै जनताले शुद्ध पिउने पानी खान पाउँछ? अब हामी कोसिस गरिरहेका छौँ। हामी सक्ने हामी 2 वर्षभित्रमा सबै घर घरमा खानेपानी त पुगिरहेको छ। कति ठाउँमा होइन तर शुद्ध पिउने पानी, शुद्ध पिउने पानी हामी लान्छौँ। शुद्ध पिउने पानी, सबैको घरमा धारा होला, पानी आउला, होइन? पानी जनताले पिउन पाएका होला नि। तर मनोजी मेरो प्रश्न कहाँनिर भन्दाखेरि शुद्ध पिउने पानी, एकदम त्यो पानी खाँदाखेरि मान्छेमा चाहिँ इनर्जी प्राप्त होस् क्या, बुद्ध शान्तिको पानी त्यसै पनि इनर्जी नै छ, इनर्जी नै छ। त्यसको कुराले गर्दा हामी शुद्ध पानी खुवाउन एकदम 2 वर्षमा सफल हुन्छौँ। त्यसमा पानीमा कुनै समस्या छैन। पानीमा कुनै समस्या छैन। त्यसको अर्को विषय भनेको जनताको नैसर्गिक अधिकार हो स्वास्थ्य र शिक्षा। हजुर, तपाईँको गाउँपालिकामा शिक्षामा तपाईँले गरेको सबैभन्दा उपलब्धि काम के तपाईँ 3 वर्षको कार्यकालमा? शिक्षामा हामीले आएपछि बुद्ध शान्ति गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई हामीले चाहिँ शिक्षकहरूलाई चाहिँ अब विद्यार्थीहरूलाई कसरी पढाउने, कसरी राम्रो अध्यापन गराउने भन्ने कुराले चाहिँ ट्रेनिङहरू चाहिँ पालिका मार्फत पनि गरिरहेका छौँ। र योग्य शिक्षकहरू चाहिँ तपाईँको विद्यार्थी टप हुने विद्यार्थीहरूलाई चाहिँ गाउँपालिकाले प्रोत्साहन गरेर गरेको छ। अहिले वार्डहरूबाट चाहिँ क्लोज क्याम्पहरू सामुदायिक विद्यालयहरूलाई चाहिँ क्लोज क्याम्पहरू चाहिँ गरेर चाहिँ कार्यक्रम अगाडि बढाइएको छ। तपाईँको हरेक विद्यालयले राम्रो गर्ने विद्यालयलाई पुरस्कृत पनि गरेर पालिकाले अगाडि बढाएको छ। त्यसमा शिक्षामा सबैको एउटा चाहना छ क्वालिटीको एजुकेसन, आजको आवश्यकता हो, होइन? तर हाम्रो देशमा अझै पनि शिक्षामा गुणस्तरीयताको कुरा गर्दाखेरि धेरै प्रश्नहरू उठेको छ। तपाईँको गाउँपालिकामा सबै मान्छे शिक्षित छन्, सबैले पढ्न पाएका छन् र तपाईँको मास्टर प्लान, मार्गचित्र सबै नेपालीलाई निःशुल्क पढाउने तपाईँको गाउँपालिकाको जनतालाई त्यो सम्भव छ कि छैन? अब निःशुल्क पढाउने भनेर सरकारले नीतिगत रूपले पनि ल्याएको छ। कति विद्यालयहरूमा चाहिँ जस्तै अब टिचरहरू राख्नुपर्ने अवस्थाहरू पनि छन्। हामीले गाउँपालिकाबाट व्यवस्थापन गरेर टिचरहरूलाई पनि यहाँबाट दरबन्दी सिर्जना गरेर पनि राखेका छौँ। र कुनै ठाउँमा चाहिँ आवश्यक पर्ने कुरा हुँदा कहीँ अलिकति सरकारले सुविधा दिए पनि
आवश्यकता अनुसार केही चाहिँ अब लिएको अवस्था पनि कति ठाउँमा भेटियो भने त्यसलाई अहिले हामीले आएर यसो गर्नु हुँदैन भन्ने कुराले पालिकामा हामीले निरन्तर लागेको अवस्था छ। त्यसो भए प्राइभेट स्कुलमा पढ्नेहरूलाई निःशुल्क पढाउन सकिँदैन? अनि निःशुल्क नै छ। अब जस्तै अहिले हामीले तपाईँको जस्तै यो प्राविधिक शिक्षा मोन्टेसरीको विद्यार्थीहरूलाई हामी गाउँपालिकाको नेतृत्व आउने बित्तिकै गाउँपालिकाले नै जुन खाजा खर्च थियो होइन त्यसलाई पनि हामीले चाहिँ 10 रुपियाँ चाहिँ थपिदिएर चाहिँ हामीले निरन्तर कार्यक्रम पनि गरेर सबैले खाजा खर्च पाएका छन्। सबैले विद्यार्थी तलको होइन सबै विद्यार्थीले होइन हामीले सुरुवात गरेका छौँ। सुरुवात गरेका छौँ। सरकारले दिने 15 रुपियाँ थियो भने गाउँपालिकाले जब हाम्रो नेतृत्व आएर चाहिँ अगाडि गयो, हाम्रो नेतृत्वले गरेपछि हामीले अहिले 10 रुपियाँ थपेर अगाडि 25 रुपियाँको बुद्ध शान्तिमा कतिवटा क्याम्पस छ? एउटा क्याम्पस छ, सामुदायिक क्याम्पस। त्यो क्याम्पसमा निःशुल्क पढ्न पाउँछन् विद्यार्थीहरूले कि पैसा तिर्नुपर्छ? पैसा तिर्नुपर्छ, निःशुल्क छैन। क्याम्पसमा निःशुल्क छैन, स्कुलमा निःशुल्क छ। स्कुलमा निःशुल्क छ। त्यसमा शिक्षामा समस्या छैन तपाईँको गाउँपालिकामा? अब केही समस्याहरू शिक्षामा छन्। जस्तै अब टिचरहरू पुरानो अनुभवका टिचरहरू हुन्छ, उहाँहरूलाई अब नयाँ शिक्षा अनुसारले हामीले चाहिँ ट्रेनिङहरू गर्नुपर्ने अवस्था छ। हिजोको पुरानो खालले भन्दा अहिले विद्यार्थीहरूले त नयाँ नयाँ आयामहरू सिकेका छन्। अहिले पढ्ने मात्रै ठुलो कुरा पनि होइन, विभिन्न ज्ञानहरू लिनु पऱ्यो, प्राविधिक शिक्षाहरू लिनु पऱ्यो। हो त्यस्तो कुराले पनि अगाडि बढ्ने कुराले चाहिँ पालिकाले हरेक क्षेत्रमा हामीले सहयोग गर्दै आएका छौँ। जस्तो डक्टर, इन्जिनियर पढ्ने, पाइलट पढ्ने विद्यार्थीहरूलाई तपाईँले के सेवा सुविधा दिन सक्नुहुन्छ? जस्तै हाम्रो अहिले प्राविधिक विद्यार्थी हुनुहुन्थ्यो एकजना, हाम्रो देवकोटा भाइ, बाँसकोटा भाइ हुनुहुन्थ्यो। एसीमा इन्भर्टर टेक्नोलोजीले अरू साधारण एसी भन्दा 60% बिजुली बचत गर्छ र इच्छाअनुसारको तापक्रम मेन्टेन गर्छ। स्काईवर्थ अब क्लासिक टेकको 75 MBPS को वार्षिक इन्टरनेट टिभी जडानमा 12 महिना बोनस अर्थात् 24 महिना मासिक रु 435 मात्र र टिभी च्यानल प्रति महिना 250 मात्र। साथै निशुल्क राउटर, स्मार्ट सेटअप बक्स, 200+ HD तथा SD च्यानलहरू रहेका छन्। थप जानकारीका लागि 9801004477। क्लासिक टेक छोयो कि चल्यो, शर्तहरू लागू हुनेछन्। स्काईवर्थ वाशिङ मसिनमा छ 7 मोसन DD मोटर, जसले कडा हिलो र दागलाई पनि हटाएर गर्छ तपाईको कपडाको अल्टिमेट केयर। स्काईवर्थ आजदेखि तिमी हाम्रो बेस्ट फ्रेन्ड। र बिमामा फार्मेसी पनि खोलेका छौँ। फार्मेसी गर्दा बिमाबाट पाउने औषधि हामीले बिमाबाट पाउँछौँ। बिमाबाट नपाएको अरू औषधि पनि चाहियो भने त्यहाँ चाहिँ मिनिमम कस्ट राखेर 10 देखि 15%, 20%सम्म मात्रै राखेर त्यही हामीले त्यही फार्मेसीमै राखेर सेवा सुविधा दिएका छौँ। र अहिले हाम्रो भर्खर मात्रै आधारभूत यो जुन स्वास्थ्य चौकी चाहिँ अहिले भागीरथ बुद्ध शान्ति भएर आएपछि चाहिँ अब हाम्रोमा एम्बुलेन्स छैन। यसपालिको बजेटबाट हामीले एम्बुलेन्स पनि ल्याएर अब व्यवस्थापन गरिरहेका छौँ। हाम्रो साबिक शान्तिनगरमा पनि स्वास्थ्य चौकी छ, त्यहाँ एम्बुलेन्स विदेशी यो NRN को साथीहरूसँग सहकार्य गरेर त्यहाँ ल्याएर राखेका छौँ। हाम्रो शान्तिनगर र बुधबारमा दुईवटा हस्पिटल छन्, उहाँ बर्थिङ सेन्टर छ, यहाँ हाम्रो बर्थिङ सेन्टर छैन। र अहिले हामीले बुद्ध शान्ति हस्पिटलबाट सम्पूर्ण बुद्ध शान्ति आमा बुवा दाजुभाइ दिदीबहिनीलाई सेवा गरेकै अनुभूत गरेका छौँ। त्यसो गम्भीर रोगका बिरामीहरूले उपचार गर्न पाउँछन् कि अरू अस्पतालमा जानुपर्छ, अथवा झापा जिल्लाभरिका अस्पतालमा जानुपर्छ कि विराटनगर जानुपर्छ, काठमाडौँ जानुपर्छ? अब आवश्यक परेको जस्तै अब हाम्रो अहिले भिडियो क्यान्सरका बिरामीहरूले उपचार गर्न पाउँछ कि पाउँदैन? त्यो यो आधारभूत हस्पिटल त्यो क्यान्सरको छैन, हामीले सम्बन्धित ठाउँमा रिफर गरेर पठाउँछौँ। हाम्रो हस्पिटलले सकिने कुरा जे छ हाम्रो MDले हेर्ने, MBBSले हेर्न सक्ने कुराहरू यहाँ गरिन्छ र नहुने सम्बन्धित ठाउँमा हामी जस्तै BNC भयो, भद्रपुर ओम साई हस्पिटल भयो, कन्काई हस्पिटल भयो, विराटनगर उता ग्लोबल भयो, धरान भयो, यहाँबाट त्यो अवस्था अनुसारले रिफर गर्ने व्यवस्था पनि गरेको छौँ। अब हामी भवानीतिर जान चाहन्छौँ। तपाईँ न्यायिक समितिको पनि सभापति होइन? अब कस्ता कस्ता मुद्दाहरू आउँछन्, तपाईँले कसरी न्याय दिनुभएको छ, उजुरीहरू कुन प्रकारका आछन् भन्नुहोस् त मलाई, कस्ता प्रकारको उजुरी आइरहेछ? धन्यवाद। बुद्ध शान्ति गाउँपालिकामा अहिले न्यायिक समितिको संयोजकको नाताले हामी 3 सदस्यीय न्यायिक समितिको समिति छ र यसमा प्रत्येक वार्डहरूमा पनि यहाँलाई जानकारी गरौँ, हामीले मेलमिलाप केन्द्र भनेर प्रत्येक 7वटा वार्डमा मेलमिलाप केन्द्रद्वारा पनि हामी चाहिँ आएका विवादहरूलाई व्यवस्थापन गरेका छौँ। अहिले विशेष गरेर बुद्ध शान्तिभित्र सिमानाका मुद्दाहरू, बाटाका मुद्दाहरू,
कतिपय चाहिँ हिंसाका मुद्दाहरू पनि, कति मानव चामलका मुद्दाहरू, यस्ता प्रकृतिका मुद्दाहरू चाहिँ हामीसँग आउने गरेका छन् र हामीले धेरै मुद्दाहरूलाई चाहिँ विशेष गरेर कतिपय मुद्दाहरूलाई निर्णय गर्नुपर्ने मुद्दा पनि छन् हामीसँग र कतिपय चाहिँ मेलमिलापको माध्यमबाट जानुपर्ने पनि मुद्दाहरू छन्। दुई खालका छन्। हामीलाई स्थानीय सरकार सञ्चालन ऐनको दफा 47(1) ले निर्णय गर्ने अधिकार दिएको छ र कतिपय 47(2) अनुसारका मुद्दा चाहिँ मेलमिलापको माध्यमबाट मात्रै अगाडि बढ्नुपर्ने मुद्दाहरू छन्। त्यस कारणले गर्दा ती मुद्दाहरूलाई चाहिँ हामीले अगाडि बढाउने क्रममा धेरैजसो मुद्दाहरू हामी मेलमिलापको माध्यमबाट अगाडि बढाउँछौँ र करिब यहाँ परेका विवादहरूमा 70% विवादहरू चाहिँ हामीले अहिलेसम्म व्यवस्थापन गर्दै आइरहेका छौँ। अब महिलाहरूले न्याय पाएका छन्, पीडितहरू कतिका आउँछन्, कस्तो कस्तो मुद्दा आउँछ? जस्तो तपाईँलाई थाहा छ नि, उजुरी आउँदाखेरि अब आर्थिक लेनदेनको कुरा बढी आउँछ कि महिलाहरूको हिंसाको कुरा आउँछ कि बढी केमा केन्द्रित छ? हामीसँग त्यति धेरै आर्थिक लेनदेनका मुद्दाहरू त अब खासमा हाम्रो क्षेत्र पनि पर्दैन, तथापि हामी व्यावहारिकतालाई हेरेर केही स्थानीय आर्थिकका मुद्दाहरू चाहिँ हामी लिन्छौँ, तर ती चाहिँ दुवैपट्टि मेलमिलापका माध्यमबाट अहिले चाहिँ टुङ्गिरहेको अवस्था छ। महिलाहरूका विषयमा आएका मुद्दाहरूलाई पनि हामी दुवै पक्षको मेलमिलापको माध्यमबाट अहिले हामी सुल्झाउन तयार भएको छौँ। केही नमिलेका मुद्दाहरू, यदि मेलमिलाप हुन नसकेका मुद्दाहरू हामीले समय ठाउँमा पठाउने गरेका छौँ। महिला उद्यमशीलताको कुरा गर्दाखेरि, महिलाहरूको सशक्तिकरणको कुरा गर्दाखेरि तपाईँको गाउँपालिका कुन अवस्थामा छ आज? महिला सशक्तिकरणको कुराहरू गर्दा चाहिँ अब महिलाहरू सशक्तै हुनुहुन्छ। वास्तवमा बुद्ध शान्ति गाउँपालिका महिलाहरू त्यस्तो धेरै चाहिँ अब सशक्त नभएको अवस्था छैन। महिलाहरूको सहभागिता हरेक क्षेत्रमा छ, हरेक क्षेत्रमा महिलाहरूको सहभागिता छ अनि सशक्तिकरणका कार्यक्रमहरू पनि चलेका छन्। अनि उद्यमीका हिसाबले पनि प्राय बुद्ध शान्ति गाउँपालिकाले उद्यमी शाखाबाट जुन हामीहरूले चाहिँ चलाइरहेको कार्यक्रम छन् त्यो सबै महिलाहरूमा, विशेष गरेर महिलाहरूमै केन्द्रित रहेर अगाडि बढेको छ। यस अर्थले हेर्दा हामी चाहिँ महिलाहरू चाहिँ बुद्ध शान्तिका महिलाहरू सशक्त नै हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। त्यसो विकास र समृद्धिमा महिलाहरूको सहभागिता अनिवार्य आवश्यकता हो, त्यो कति पाउनु भएको छ? हो, उहाँहरू अनिवार्य रूपमा जुनसुकै योजनाहरूको उपभोक्ता समितिदेखि लिएर हरेक हिसाबमा महिलाको सहभागिता हामीले पाएका छौँ। थ्याङ्क यू सो मच भवानीजी। अब म विनोद पोखरेलतिर जान चाहन्छु। तपाईँ प्रमुख प्रशासक अधिकृत हुनुहुन्छ र नेपालको विकासमा कर्मचारी तन्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ। तपाईँ एउटा कुशल प्रशासक पनि हुनुहुन्छ। ठ्याक्कै तपाईँको पालिकामा आज सुशासन कुन अवस्थामा छ? डेलिभरीमा जनताले कतिको सेवा सुविधा पाएका छन्? ठ्याक्कै भन्नुहोस् त। यस बुद्ध शान्ति गाउँपालिकामा चाहिँ सुशासन र सर्भिस डेलिभरीको कुरा गर्नुपर्दाखेरि सर्भिस डेलिभरीमा त्यति समस्या छैन। हामीसँग जति कर्मचारीहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष हुनुहुन्छ। हामीले बेला बेलामा तालिम पनि प्रदान गर्ने गरेका छौँ। सबै यङ इनर्जेटिक हुनुहुन्छ। केही बाहेक अपवाद बाहेक धेरै कर्मचारीहरू एकदम प्रविधि मैत्री हुनुहुन्छ। त्यसो हुनाले हामीले सिस्टममा आधारित रहेर एकीकृत एउटा सिस्टम चलाएका छौँ ताकि त्यसले चाहिँ सबै वडा कार्यालयलाई र गाउँपालिकालाई पनि जोडेर एकीकृत सेवा समेत प्रभाव भइरहेको अवस्था छ। सर्भिस डेलिभरीको हकमा बुद्ध शान्ति गाउँपालिका अगाडि छ, अग्रणी स्थानमा रहेको छ भन्ने मलाई लागेको छ। त्यस भए डेलिभरीमा कुनै समस्या छैन? जनताले जुनसुकै बेला पनि सेवा सुविधा पाउँछन्। जनताले कानुन सम्मत नियम सम्मत भएको कुरालाई जुन कानुनले भनेको छ त्योभन्दा चाहिँ अगाडि नै छिटो घर दैलोमै सेवा त नभनौँ, घर दैलोमै नभनौँ, यहाँ आउने बित्तिकै कार्यालयको चाहिँ दैलोमै सेवा पाएको मैले चाहिँ अनुरोध गरेको छु। अनि सुशासनको कुरा हाम्रो देशमा आज एउटा वैचारिक बहसको विषय पनि भएको छ। राज्य संयन्त्रको ध्यान पनि सुशासनतिर छ। अब बुद्ध शान्ति गाउँपालिकामा सुशासनको अङ्क कति? क्या अङ्क 100 कि अब हामीले 90 कि अथवा कति? 100 कि 90 कि 50 कति? के को आधारमा हामी अब यसलाई अगाडि मापन गर्छौँ भन्ने जसरी अहिले हामीले लिजालाई जुन लिजाको कुरा मूल्याङ्कन गर्दाखेरि 74.5 अङ्क आएको छ यो वर्ष हाम्रो। गत साल त्यही 45.25% थियो भने हाम्रो क्रमशः सुधार हुने गति चाहिँ सुशासनमा सुधार भयो। सुधार हुने गति एकदम राम्रो देखिएको छ। अब म जनतातिर जान चाहन्छु अनि त्यसपछि फेरि मनोजीतिर आउन चाहन्छु। अब जनता के भन्नुहुन्छ? किनभने यहाँ धेरै पक्ष हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ, मैले देखिरहेको छु, बौद्धिक व्यक्तित्वहरू यहाँ हुनुहुन्छ, समाजका हरेक तत्त्वका व्यक्तित्व हुनुहुन्छ। अब प्रश्न सोध्ने कसले? पहिलो प्रश्न कसले सोध्ने? हात उठाउनुहोस्। धन्यवाद। म साजन तामाङ, सम्पूर्णमा एकमुष्ट नमस्कार। म चाहिँ बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 4 बाट प्रतिनिधित्व गर्छु र मेरो प्रश्न चाहिँ बुद्ध शान्ति गाउँपालिका अध्यक्ष ज्यूलाई, विशेष गरी हामी युवाहरू चाहिँ एउटा आशा र भरोसाले बसेका छौँ देशमा र
यो संविधान जारी भए पश्चात 2072 साल असोज 3 गते संविधान जारी भए पश्चात देशले एउटा राजनीतिक मुद्दाहरू किनारा लाएर एउटा विकास र समृद्धिमा छलाङ मार्छ, फास्ट ट्र्याकमा देश विकास हुन्छ भन्ने हामीले अपेक्षा गरेको छौँ। तर त्यो समयानुक्रम घटनाक्रमले त्यो पुष्टि गरेन। आज 100 वर्ष 50 वर्ष टिक्ने एउटा व्यक्तिको घर बन्दै गर्दाखेरि पालिकाले सरकारले निर्माण गरेको एउटा सार्वजनिक योजनाको कामहरू विकास निर्माणको कामहरू चाहिँ 6 महिनामै भत्किने, एक वर्ष नपुग्दै भत्किने अवस्थाहरू आइरहेको छ। र दिगो विकासका विषयहरूमा हाम्रो बुद्ध शान्तिलाई 5 वर्षमा 10 वर्षमा कस्तो खालको विकासको मोडेल एउटा खाका रोडम्याप तयार गर्नुभएको छ, यो विषयमा प्रश्न गर्न चाहन्छु। र यस्तै अर्को प्रश्न, बुद्ध शान्ति वर्ण 4 चाहिँ सट्टा वर्ण लगायत ठुलो सिङ्गो वाडा नै साविक शान्ति रहने एउटा धनी पूर्जाको समस्यामा छ। यो धनी पूर्जाको समस्या समाधानको निम्ति पटक राज्यले पहलकदमी गर्दै गर्दाखेरि पनि 6 महिना 1 वर्ष काम सुचारू हुने, त्यस पछाडि एउटा आश्वासन देखाएर विभिन्न आधुनिक मेसिनहरूबाट चाहिँ नापनक्सा गर्ने, त्यस पछाडि त्यो फेरि जाने र अर्को आय गाउने र एवं रीतिले हामीले जुन अपेक्षा गरेको थियौँ त्यो चाहिँ हामीले प्राप्त गर्न सकिरहेको छैन। र अहिले तत्काल आयोग गठन भएको छ र बुद्ध शान्तिमा के आंशिक रूपमा काम पनि पाइरहेको छौँ। र म प्रश्न गर्न चाहन्छु हाम्रो अध्यक्षज्यूलाई, के फेरि त्यस्तै हुन्छ या धनी पूर्जा तत्काल पाइन्छ? र अर्को कुरा चाहिँ अब प्रश्न 3टा सोध्नुभयो, मैले 2टा भनेको थिएँ, एउटा भनेको थिएँ, छोटकरी भन्नुहोस् ल। छोटकरी मैले टुङ्गिहालेँ। सार्वजनिक जग्गाको सन्दर्भमा सार्वजनिक जग्गा भनेको चाहिँ सकिन्छ प्रबन्धन गर्ने र सकिँदैन भने जस्ताको जस्तै मौलिक भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। र सार्वजनिक जग्गाको विषयमा चाहिँ बुद्ध शान्ति गाउँपालिकाले चाँडोभन्दा चाँडो सिङ्गाम्पन गरोस्, यो सार्वजनिक गरोस् र यो विषयमा कस्तो खालको पहल कदमी राख्नुभएको छ हाम्रो अध्यक्षज्यूले, यो विषय प्रश्न गर्दै मेरो प्रश्न टुङ्ग्याउँछु। धन्यवाद। थ्याङ्क सो मच, एकदम राम्रो प्रश्न सोध्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। मनोजी अब उत्तर दिनुहोस्। धन्यवाद साधन तामाङ भाइलाई। तपाईँले भत्केको कहाँ देखिनु भयो र किन गाउँपालिकामा आजसम्म आउनु भएन? हामीले योभन्दा अगाडि कालो पत्रे गरेर जानलाई पनि बुद्ध शान्ति गाउँपालिकाबाट कारबाही गरेर त्यसलाई यहाँबाट पठाएर 2 वर्षसम्म काम गर्न नदिएर अहिले हामीले कारबाही गरेको अवस्थामा पनि काम भइरहेको छ। 6 महिनाभित्रमा कहाँ भत्कियो, कुन पुल भत्कियो, के भत्कियो, त्यसै अभियोग लाउनु भन्दा पनि यो ठाउँमा भत्कियो भने किटानी गर्नु। यदि हाम्रो गाउँपालिकाबाट कुनै पनि ठाउँमा त्यस्तो कच्चा काम र त्यस्तो भएको छ त्यसलाई कारबाही गर्न गाउँपालिका अध्यक्ष म तयारी छु भन्ने कुरा तपाईँले राख्नु। त्यसो तपाईँको भनाइ काहीँ पनि सडक कमसल बनेको छैन? छैन, यो कुरा कन्फर्म छ। यो कुरा म निर्धोक हुन्छ, आजसम्म कहीँ पनि आएको छैन। आज सार्वजनिक सुनाइ गर्दै गर्दा यहाँ भत्कियो भन्दा कहाँ भत्कियो त्यो ठाउँ मलाई लोकेसन गरेर तपाईँले कहाँ भत्कियो तपाईँले त्यसै अहिले पत्रकारको अगाडि आएर यहाँ भत्क्यो भन्ने कुरा भन्ने कि लो भन्नुहोस् कुन ठाउँ भत्क्यो मलाई त्यो ठाउँ कुन वार्डमा भत्केछ म आजै अहिले अनुगमन गरेर उहाँहरूलाई लिएर जाने लिएर जाने। भद्रपुर रोटारको एउटा 40 फिट ड्रेन सहितको बाटो बनेको छ, त्यो बाटोमा अहिले पनि अनुगमन गर्दै गर्दाखेरि त्यो कालो पत्रे हो कि त्यो सेतो पत्रे हो हामीले त्यो जान्यौँ। तर हामीले अनुभव गरेको विषय चाहिँ त्यो गुणस्तरीय भएन र धेरै ठाउँहरूमा यस्ता खालको समस्याहरू छ। भनेको सरकारको सङ्घीय सरकार मात्रबाट भएको कार्यक्रम हो, गाउँपालिकाले भएको होइन। अलिक तपाईँले पनि बुझ्नु जरुरी छ, त्यसको निगरानी गर्नुपर्छ हामीले। तर त्यो पिच गरेर त्यो भत्किँदै गर्दा तपाईँले पनि त्यति नै जिम्मेवारी हुनुपर्छ। तपाईँले त्यतिखेर त्यहाँको वार्डको मान्छेलाई अथवा हामीलाई सम्बन्धितलाई त्यहाँ हाम्रो प्राविधिक लगेर देखाउन पाइँदैन। यो केन्द्रीय सरकार, प्रदेश सरकार, गाउँपालिकाको हेर्ने आफ्ना निकाय हुन्छन्। त्यस कारणले त्यो सङ्घीय सरकारले गरेको यो योजना भएकोले गर्दा हामी गाउँपालिकाले नै गएर हस्तक्षेप गर्ने कुरा हुँदैन, तर निगरानी र खबरदारी गर्ने हाम्रो अधिकार हुन्छ। त्यस कारण त्यो किन भन्नु भएन, त्यहाँ कफालो हुँदैछ भन्ने कुरा भयो भने तपाईँले किन मलाई इन्फर्मेसन गर्नु भएन? त्यतिखेर मलाई गर्नु त म गाउँपालिका वार्ड अध्यक्ष अथवा सम्बन्धित प्राविधिकहरू अथवा म आफै त स्पटमा आउँथेँ नि त। मेरो प्रश्न थ्याङ्क यू सो मच एकदम मनोजी, ल धेरै राम्रो कुरा गर्नु, थ्याङ्क यू सो मच एकदम। अब धनी पूर्जाको कुरा सुनाउँछु, तपाईँलाई नै भन्छु। बुद्ध शान्ति गाउँपालिकाले हामीले यो टिमले नेतृत्व गरेर आएको 3 महिनामा बुद्ध शान्तिमा नेपालको पहिलोचोटि अव्यवस्थित बसोबासीको धनी पूर्जा बाँडेको तपाईँले थाहा पाउनु भयो कि भएन? नेपालमा पहिलोचोटि बुद्ध शान्ति गाउँपालिकाले 42वटा धनी पूर्जा त अव्यवस्थित बाँड्यो कि बाँडेन त्यो कुरा तपाईँलाई थाहा छ कि छैन? र बुद्ध शान्ति यही गाउँपालिकाको मनोज प्रसाईको नेतृत्वले हामी पालिकाले विशेष पहलमा केन्द्रीय सरकारसँग गएर पहल गरेर 6250 किताको निशा वितरण कसले गर्यो? 40 वर्ष भयो आजसम्म तपाईँका घरमा निशा थिएन। आज गाउँपालिकाको हामीले नेतृत्व गरेर आएपछि 6250 किताको निशा बाँड्ने यही टिम हो। काम गरेकोलाई गरेको भन्न पनि तपाईँहरूले सिक्नुपर्छ भन्ने साधनजीलाई आग्रह गर्छु। सुकुमाई समस्या समाधान गर्न तपाईँले के गर्नु भएको छ? अहिले बुद्ध शान्ति गाउँपालिकामा सबैभन्दा ठुलो सबैको राजनीति गर्ने थलै यही थियो।
सबैले सुकुम्बासी आउने राजनीति गर्ने नेताहरूले म धनी पूर्जा बाँड्छु र यो गर्छु भन्थे। हाम्रो गाउँपालिकाले चाहिँ आएर हामीले गर्नुपर्ने कुरा चाहिँ तपाईँको यो सबै जति पनि सुकुम्बासी अव्यवस्थित बसोबासीहरू सट्टा भर्नका यी सम्पूर्ण चाहिँ गाउँपालिकाले नापेर 6250 किता रेडी गरेर राखेको छ। अहिले अब आयोग पटक पटक सरकार चेन्ज हुने बित्तिकै गर्छ, त्यो त गाउँपालिकाको कुरा भएन, त्यो राज्यको कुरा भयो, केन्द्रको कुरा भयो। जब आयोग विफल भएर चाहिँ फेरिएपछि यो रोकिएको, त्यस पछाडि अहिले हाम्रो आयोग बनेर आएपछि अहिले मात्रै भर्खर तपाईँलाई थाहा हुनुपर्छ 4 नम्बर वार्डकै 218वटा किताको चाहिँ तपाईँको अहिले 7 दिने सूचना दाबी विरोधको खुलेको छ र अब 15 दिनभित्रमा चाहिँ तपाईँको पैसा जम्मा गरेर चाहिँ धनी पूर्जा बाँड्नलाई गाउँपालिकाले रेडी गरेको अवस्था छ। गाउँपालिकाले 6250 किता तपाईँले भन्नुहुन्छ हामी पठाइन्छौँ, जिल्लाबाट पास गरेर आयो भने हामी सबै गेट सेट गोमा रेडी भएर बसेको छौँ भन्ने कुरा पनि म राख्छु। र तपाईँलाई हामीले गाउँपालिकाबाट एक धनी पूर्जाको लागि रोक्नु हुँदैन भनेर अहिले तपाईँलाई थाहा छ कि छैन, बजेट विनियोजन गरेर कर्मचारी पनि 5 जना समय आयोग बन्नुभन्दा अगाडि यहाँ कर्मचारी राखेर काम सुरु गरेको छ। यहाँ भूमि आयोगै हामीले गठन गरेर यहाँबाट चाहिँ कार्यक्रम अगाडि बढाएर लगेका छौँ र 218वटा किता साधनजीले बुझ्न आग्रह गर्छु तपाईँलाई सूचना हेर्नुहोला, गाउँपालिकाको पेजमा हेर्नुहोला, हाम्रो गाउँपालिकाको सचिवालयमा हेर्नुहोला, वार्डको पेजमा हेर्नुहोला। तपाईँको वार्ड नम्बर 4 को ग्याङ्बी डाँडाको चाहिँ तपाईँको 218वटा किताको चाहिँ अहिले 7 दिने सूचना निकालेर गएको कुरा तपाईँलाई अवगत गराउन चाहन्छु। अब अर्को तपाईँको प्रश्न, अर्को सार्वजनिक जग्गाको कुरा भन्नुभयो। सार्वजनिक जग्गाहरू अहिले हामीले गाउँपालिकामा ल्याउनु पर्ने कुराहरू छ, जस्तै यो समस्या 4 नम्बर वार्डमा धेरै छ। राज्यले पैसा लगानी गर्छ, सार्वजनिक जग्गामा काम नगर्नु, गाउँपालिकाको नाममा नआउन्जेल नगर्नु भनेका अवस्थाहरू पनि छन्। अब त्यो हिसाबले गर्दा 4 नम्बरमा त केही पनि हामीले सार्वजनिक जग्गामा काम नगर्ने अवस्था पनि भएकोले गर्दा हामीले गाउँपालिकाले हिम्मत गरेर अहिले 4 नम्बर जनजातिको भवन बन्दै गर्दा नि गाउँपालिकाको अहिले हाम्रो टिमले हिम्मत गरेर त्यहाँनिर पनि तपाईँको त्यो जग्गामा हामी सङ्ग्रहालय बनाउँदैछौँ र यो सार्वजनिक जग्गालाई तपाईँको के भन्छ कलेक्सन गर्नलाई नि खेल मैदान अस्ति तपाईँकै नेतृत्वमा लिएर गएको त गाउँपालिकाबाट बजेट विनियोजन गरेर त्यो जग्गालाई चाहिँ संरक्षण गरौँ भनेर चाहिँ खेल मैदान गर्नलाई लगेको छ। तपाईँले त्यति कुरा चाहिँ थाहा पाउनु पऱ्यो क्या। आज ऋषि धमलाजी आउने बित्तिकै चाहिँ ऋषि धमलालाई सुनायो भन्ने कुरा चाहिँ यथार्थ कुरा चाहिँ बोलौँ, सबैजनाले बोलेको कुरा चाहिँ भन्ने कुरा राख्नु छ। धन्यवाद। थ्याङ्क यू सो मच। अब अर्को प्रश्न। म मोहन तिमसिना, बुद्ध शान्ति 1। मेरो प्रश्न भन्दा पनि यो चाहिँ अब पपुलर टेलिभिजन मार्फत राज्यलाई नै जाओस् भनेर गाउँपालिकाको बास्केटभित्र रहेको यथेष्ट बजेटबाट शिक्षा क्षेत्रमा यथेष्ट काम भएकै छ। शिक्षा क्षेत्रमा जस्तो शिक्षक पठाउने कुरा स्थानीय तहबाट, माथिको दरबन्दी ल्याउने कुरा उहाँहरूले पहल कदमी गर्नुभएकै छ। तर अहिले पनि धेरै स्कुलहरूमा के छ भने देउसी खेलेर शिक्षक पाल्नुपर्ने अवस्था छ। राज्यलाई कोटा आएन। मैले राज्यलाई भनेको मेरा हजुरबाले पनि देउसी नै खेल्नुभयो, शिक्षक पाल्नुभयो। मेरो बुवा देउसी खेल्दा खेल्दै बित्नुभयो, अब म पनि देउसी खेल्दैछु। त्रिभुवन मावि बुद्ध हरेको सबैभन्दा जेठो स्कुल, बुद्ध शान्तिबाट आवश्यक पर्ने बजेट वाडाबाट प्रत्यक्ष गरेकै छ। तर राज्यले कम्तीमा मावि 2टा दरबन्दीमा चलिरहेछ, प्राविका टिचरहरूले मावि पढाउनु परेको छ होइन। यो देउसी खेल्ने प्रक्रिया कहिलेसम्म? हामीले देउसी खेलेरै गाडी किनेका छौँ, पछि लास्टमा गाडी बिग्रिँदा पनि देउसी नै खेल्यौँ भनेपछि तपाईँको पपुलर टेलिभिजनबाट राज्यलाई पनि यो कुराको जानकारी होस् कि यो शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र नट जोक। यो भनेको त आज हामीले गल्ती गऱ्यौँ भने यसको चाहिँ फिडब्याक भनेको भोलिसम्म पर्ने भएकाले यो 2टा क्षेत्र चाहिँ बडा संवेदनशील भएकाले यो टेलिभिजन मार्फत मैले जानकारी गराउन खोजेँ। अर्को राम्रो पक्ष पनि सुनाऊ। बुद्ध शान्ति मात्रै होइन, प्रदेश नम्बर 1 मै ज्येष्ठ नागरिक अभियानको कार्यक्रममा बुद्ध शान्ति पहिलो हो। यहाँ 12वटा चौतारी छन् र ज्येष्ठ नागरिक अभियानमा हामी त त्यो अभियानमा हिँडी पनि रहेका छौँ। बुद्ध शान्ति एउटा नमुना गाउँपालिका हो, अहिले कुरा उठान भएन, मैले यो पनि जानकारी गराएँ। हस्त नमस्कार। थ्याङ्क यू सो मच। एकदम त्यसो भए मनोजीले राम्रो काम गर्नुभएको छ भने तपाईँको निष्कर्ष आयो। उहाँले सुझाव मात्रै दिनुभयो। धन्यवाद छ। अब यो सुझाव त अब शिक्षा ऐन ल्याउने कुरामा हिजो अस्ति अब सबैजनाले हामीले केन्द्रीय शिक्षकहरूले नै गरेर त्यो परिवर्तन गर्नुपर्छ भनेर लागेको कुरा छँदैछ। यो आफ्नो तहबाट अब सुधार भएर आउँछ होला भन्ने कुरा पनि लागेको छ। प्रश्न। धन्यवाद सबै हो। मैले 2टा जिज्ञासा राख्न खोजेँ प्रश्नसहित। नामसहित भन्नुहोस्। म बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 3 बस्ने मनोरथ तिवारी। मैले 2टा, एउटा शिक्षा र एउटा स्वास्थ्यको लागि जिज्ञासा सहितको प्रश्न राख्न चाहेँ पालिका अध्यक्षज्यूलाई।
बुद्ध शान्ति जसरी मोहनजीले भन्नुभयो अघि यहाँ निशुल्क कुरा अघि पत्रकारज्यूले सोध्दै हुनुहुन्थ्यो निशुल्क गाउँपालिकाले सक्दैन यो मेरो जिज्ञासा हो यो सक्दैन यो नहुने कुरा माथि शिक्षा ऐनमा लेखिदिएर 12 सम्म मावि अनि माविसम्म चाहिँ निशुल्क भनेर जुन थोपरेको छ यो सक्दैन यो चाहिँ माथि संसदहरूलाई नियम बनाउनलाई भनिदिनु होला ऋषि धमलाज्यू मार्फत भन्न चाहन्छु यो पालिकाले सक्दैन नसक्ने भारी बोकाउनु हुँदैन र शिक्षापट्टिकै कुरामा गर्दाखेरि बुद्ध शान्ति गाउँपालिका शिक्षा समिति छ शिक्षा समितिले गर्नुपर्ने जति काम चाहिँ गरेको छैन यो आरोप होइन 27% मात्रै सामुदायिक विद्यालयको अहिले शैक्षिक उपलब्धि गुणस्तर छ 27% मात्रै छ जबकि विद्यार्थी पास हुनको लागि 35 मार्क ल्याउनुपर्छ अनि विद्यालयको शिक्षा समितिले हेर्ने कुरा विद्यालय आफै चाहिँ पालिकाभित्रको हेर्दाखेरि 27% मात्रै छ इन एभरेज 26 देखि 28 होला मैले अस्ति कमल सरलाई सोद्धाखेरि 27% भन्दै हुन्थ्यो 27% मात्रै छ यसको गुणस्तर उठाउने कुरामा योजना अन्तर्गत अस्ति हामी छलफल पनि बस्यौँ यहाँ शिक्षा शाखा अन्तर्गत त्यो अनुगमन पटक्कै विद्यालयलाई भएकै सम्पत्ति जति प्रयोग भएको छ त्यो भएको सम्पत्तिलाई सदुपयोग भएको छ कि छैन भन्ने पटक्कै अनुगमन राम्ररी प्रभावकारी भएको छैन धेरैचोटि आएर हामीले भनेका छौँ एकचोटि अनुगमन भएको कुरा जानकारी आएको छ तर त्यसको परिणाम सार्वजनिक भएको थाहा छैन त्यसले गर्दा माथिबाट के गर्ने आफ्नो ठाउँमा छ समाचार लगिदिनु होला दोस्रो कुरा चाहिँ यहाँ विद्यालयलाई व्यवस्थापन समितिलाई शिक्षकहरूलाई सबैलाई चाहिँ विद्यालय शिक्षा समिति के अरे पालिका शिक्षा समितिले नियमित अनुगमन गर्ने र त्यसको अनुगमनको आधारमा प्रोत्साहन या कारबाही गर्ने हो भने केही न केही पर्सेन्ट स्वतः अहिलेकै सम्पत्तिको लगानीको आधारमा हुन्छ भन्ने म अनुरोधसहित यो किन भएन अब प्रोग्राम के छ अनुगमनका विषय लगायत भन्ने कुरा एउटा दोस्रो कुरा स्वास्थ्यको कुरा आएको छ म जानकारी सहित गराउन चाहूँ मुद्दागत रूपमा व्याख्या नगरिकन मेरो छिमेकी एकजना पाण्डे हुनुहुन्छ उहाँको आर्थिक अवस्था साह्रै समस्या छ मैले खालि प्रतिनिधि पात्र भन्दैछु उहाँ चाहिँ किस्ता तिर्नदेखि लिएर सबै कुराहरू चाहिँ समस्या अहिले छोरो चाहिँ बिरामी भएर अपरेसन गर्न नसक्ने अवस्था छ र उहाँको बिमा गर्ने पनि वडाले बिमा गर्छ सायद उहाँले सूचना पाउनु भएन होला आउनु भएन होला थाहा पाउनु भएन होला त्यो वाडाको गल्ती हो भन्न सक्दिनँ तर त्यस्ता मान्छेले बिमा गर्न पाएका छैनन् र बिमा गर्न नसकेका कारणले स्वास्थ्य उपचार पाएका छैनन् त्यसले गर्दा यसको सूचनाको सम्प्राप माथि कम भयो कि के भएर छुट्नुभयो त्यस्ताको खोजी गरियोस् र अहिले प्रतिनिधि पात्र म अहिले पाण्डेको मात्रै भन्दैछु त्यस्ता समग्र बुद्ध शान्तिभित्रका स्वास्थ्यका समस्या भएका अति निरीह मान्छेहरूको स्वास्थ्य उपचारको लागि गाउँपालिकाले यहाँ सक्ने यहाँ गरोस् नसक्नेलाई कहाँ लगेर सुविधा सम्पन्न अथवा चाहिँ निःशुल्क गर्न सकिन्छ त्यो पनि पहल गरिदियोस् मैले यति भने धन्यवाद मनोज तिवारीजी तपाईँले यो शिक्षाको गुणस्तरको विषयमा कुरा उठाउनु भयो तपाईँले नै कुरा राखेपछि हामीले गाउँपालिकामा व्यवस्थापन समितिको पनि समिति बनाएर तपाईँ अध्यक्ष भएर आउनुभयो तपाईँकै कुराहरू राखेर हामीले शिक्षा उमा पनि सल्लाह गरेर तपाईँहरूको हेड सर सहितको एउटा मिटिङ पनि गाउँपालिका अध्यक्षले तपाईँले नै भन्नुभयो कार्यक्रम भएको छैन भनेर ती सुझावहरू आएपछि हामीले तपाईँको कार्यक्रम पनि गरायौँ होला अब यो कार्यव्यस्तताले गर्दा केही भने जति चाहिँ अब अनुगमन भएन होला त्यो कुरालाई हामी पनि स्वीकार गर्छौँ तर हामीले शिक्षामा परिवर्तन गर्नको लागि तपाईँहरू जतिकै योग्य मान्छेहरू सबैसँग सरसल्लाह लिएर चाहिँ गाउँपालिकाले काम गरेको कुरा पनि म तपाईँलाई अवगत गराउन चाहन्छु अब बिमाको कुरा आयो तपाईँले कुरा त उठाइदिनु भयो तपाईँ यतिको जान्ने शिक्षा व्यवस्थापन समितिको अध्यक्ष गाउँपालिकाले बिमा यत्रो के अरे विपन्न परिवार असहायलाई बाँड्दै गर्दा तपाईँले त सूचना पाउनु भएको त तपाईँ जतिको मान्छेले त त्यहाँनिर चाहिँ सूचना छ लु जानुहोस् है भनेर किन भन्नु भने हामी गाउँपालिकाले बाँडिरहेको हरेक वार्डले बाँड्छ हामीले बाँडेका छौँ तपाईँ जतिको सूचना जान्ने यत्रो व्यवस्थापन समितिको अध्यक्षले त्यो पाण्डेलाई साह्रो परेको थियो किन हामीलाई भन्नु भएन त्यो भनेको हामी गरिहाल्छौँ हामीसँग त छ नि त त्यो विपन्न परिवारलाई भनेरै हामीले गाउँपालिकाबाट हरेक वार्डलाई हामीले राखेको छ तपाईँ जतिको एउटा योग्य मान्छे शिक्षक संस्था चलाएर हिँडेको मान्छेले लु त्यहाँ चाहिँ यस्तो छ भनेर खबर पठाएको त हामी गरिहाल्थ्यौँ नि अब सबै को कस्तो छ भन्ने कुरा वार्ड बाँडेको हुन्छ अब नपुगेका हामीले बाँडेका छौँ हामीले मजदुरलाई भन्छौँ ल तपाईँहरूको 2-4 जना पठाइनुहोस् पत्रकारजीहरूले भन्नुहुन्छ 2-4 जना पत्रकारको पठाइनुहोस् अनि विपद व्यवस्थापन त्यस्तै दलित वर्गका को हुनुहुन्छ असहायहरूलाई त्यसलाई दिनुहोस् त्यसलाई हामीले त्यसलाई सिस्टम गरेर बनाएको छौँ अब त्यस्तै मान्छे दिएर तपाईँले भन्नुभएको थियो भने त हामी गरिहाल्थ्यौँ नि तपाईँले नै सूचना लुकाइदिनु भने त कसरी त गरिबले थाहा पाउँछ त्यसले पनि थाहा पाउनु पऱ्यो नि तपाईँ जतिको मान्छेले त्यो भनिदिनुपर्छ भन्ने कुरा राख्छु धन्यवाद मैले के भन्दैछु आज मात्रै जानकारी पाएको कुरा हो त्यसले गर्दा तपाईँले हामीलाई जवाफ दिँदै गर्दाखेरि चाहिँ हामीलाई प्रति प्रश्न गर्ने होइन अध्यक्षज्यू तपाईँले हामीलाई जवाफ दिँदाखेरि चाहिँ तपाईँले त्यो भाषाले त्यो शैलीले भन्ने होइन कृपया यति चाहिँ कुरा बुझिदिनुपर्छ तपाईँले कि यहाँ सुन्नुहोस् एकछिन अनि जवाफ दिनु होला जस्तो सूचना अहिले तपाईँले नि भन्दै हुनुहुन्छ कोनी कसलाई भन्छौँ कोनी कसलाई भन्छौँ भनेर होइन
त्यो पनि एउटा माध्यम होला। तर सबै मान्छे सूचनाको हकमा हुँदैनन्। उहाँले आजै मात्रै मसँग आएर भन्नु What does it take to become number one? Is it the unmatched stability to tread through the most unstable of times? Or is it the strength to overcome any adversity and shine? Maybe all it takes is the courage to make that one stride that sets us apart from the rest of the world. With one identity, we maintain one stature. And with one solidarity to the one nation and all of its people, we have become the Bank of the Year 2023. Today, your trust has become the reason for our success. So let us be the reason behind yours. Prabhu Bank, the reason for your success. 2082 सिजी तथा सिजी मेरिडियाका सामानहरूको खरिदमा क्याशब्याक अप टु 61,800 र 2.1 स्पिकर, एरियल, मिक्सचर ग्राइन्डर, डिशवासर किट र एयर कन्डिसनरको फ्री इन्स्टलेसन जस्ता आकर्षक शीर्षक गिफ्ट्स पाउनुहोस्। 0% EMI र एक्सचेन्जको सुविधा पनि उपलब्ध गरिएको छ। शर्तहरू लागू हुनेछ। झापाको बेलामा त्यो केन्द्रमा जाँदा झापामा सुपारी खेती नै छैन, अलिअलि यसो आलीमा 2-4 बोट लगाएका छन् भन्ने कुरा मात्रै सुनिन्छ माथि संसदीय समितिहरूमा पनि। त्यसले गर्दा ऋषि सरले कमसेकम यसो एउटा भिडियो बनाएर त्यहाँ लगेर यो कुरा गरिदिनुहोस् भनेर सल्लाह गरेका थियौँ। त्यसै अनुसार ऋषि सरले भन्नुभएको थियो छुट्टै सुपारीको एउटा कार्यक्रम गरौँला भनेर। अब यो आजको प्रश्न उत्तर कार्यक्रम भनेर बुझेर आएको पनि होइन। त्यसले गर्दाखेरि किनभने प्रश्न चेक गरिरहेको छ गाउँपालिकाले गरिराखेको होला र यसमा केही कुरा थप्नु। म थोरै जिस कुरा सुपारीमा मात्रै राख्न चाहन्छु। सुपारीको समस्या भन्नुहोस्। सुपारीको समस्यामा आज नेपालमा जम्मा चाहिँ हामी 3 वर्षदेखि सबभन्दा पहिला त ऋषि सरलाई म धन्यवाद के दिन चाहन्छु भने हामीले सुपारीको मुद्दा उठाएर केन्द्रमा पुग्दाखेरि ऋषि सरले धेरै ठुलो सहयोग गर्नुभएको छ। उहाँको टेलिभिजनबाट धेरै कुरा प्रसार गरिदिनु भएको छ। रिपोर्टर्स क्लबमा कार्यक्रम हामीले एउटा कार्यक्रम गऱ्यौँ। रिपोर्टर्स क्लबमा लाग्ने खर्चको 50% उहाँले आफै गोजीबाट बिहोरिदिनु भएको छ। मैले आदि बिहोरेँ, कमसेकम त्यो पनि ऋषि सरलाई झापामा आज आम सुपारी किसानहरूबाट म धन्यवाद पनि दिन चाहन्छु। र म के कुरा उठाउन खोजिरहेको छु भने विगतमा प्रतिनिधि सभाका विषयका समितिहरू संसदीय टोली झापामा अनुगमन गरेर झापामा म्याक्सिमम सुपारी छ, बाहिरबाट ल्याउनु पर्दैन, अब नेपालको उत्पादनले थाम्छ र यहाँको किसानको पनि सहज रूपमा काम महँगोमा बिक्छ, निकासी के अरे निर्यात गर्ने कुरामा सहजता बनाऊ भन्ने हिसाबले प्रतिनिधि सभाको संसदीय समितिहरूबाट सम्पूर्ण कुराहरू कृषि उपजमा सूचीकृत गर्ने भन्ने निर्णय भएर गएर राष्ट्रिय सभाको समितिमा अड्केको छ। ऋषिजीलाई आज मैले खास विषयमा यो कुरा किन राख्न खोजेको भने राष्ट्रिय सभाको समितिमा किन प्रतिनिधि सभाबाट पास भएर गइसकेको छ, यो अदुवा अलैँची लगायतका विषयसँग के चाहिँ सूचीकृत गर्ने भनेर निर्णय भइसकेको छ। राष्ट्रिय सभामा अड्केको मैले बाध्य भएर नामै लिन्छु, अन्यथा नलिनु होला, यो प्रचार प्रसार गरिदिनु होला। 2टा मिटिङ बसिसक्यो, किनभने म त्यो 3 वर्षदेखि त्यही विषयमा कुदेको छु। पटक पटक काठमाडौँ गएको छु, संसदीय समितिहरूमा गएको छु। वामदेव गौतम दिले पटक 2 चोटिको मिटिङमा झापामा सुपारी नै छैन, म राजनीति गर्दा खेत घुमेको छु, आली घुमेको छु, 4वटा बोटले नेपालको सुपारीको आवश्यकता पुरा हुँदैन, त्यसले गर्दा बाहिरबाट ल्याइरहनुपर्छ, तस्करी गरिरहनुपर्छ भन्ने नियतका साथ त्यो मिटिङ भाँडेर अड्काइएको छ। यो विषयमा ऋषि सर तपाईँलाई के अनुरोध छ भने यो प्रचार प्रसार वामदेवजीको कानमा पुर्याइदिनु होला। झापाको किसानको कुरा हो। झापामा सुपारी कति हुन्छ, कति ठ्याक्कै भन्नु। झापा मोरङ सुनसरी उदयपुर इलाम 5वटा जिल्लामा आज म्याक्सिमम सुपारी। झापामा चाहिँ कति हुन्छ, किन तपाईँको सरकार त झापा हो। नेपालको टोटल उत्पादनको 80% सुपारी झापामा छ। 80% झापामा छ। झापामा छ। तपाईँ अहिले आधी घन्टा समय निकालेर यस्तो त आधी घन्टा ल म रिपोर्टिङ गर्नेछु। अलिकति मात्रै घुम्दिनु भने तपाईँ सुपारीको जङ्गल मात्रै भेट्नुहुन्छ। आधी घन्टा हिँड्नुभयो भने ल म आज सुपारीको जङ्गल देखाउँछु, यस्तो बोर्ड देखाउँछु। ल अर्को कुरा, तपाईँ यहाँबाट काठमाडौँ फर्किएपछि मैले नामै किन लिएको भने झापाको किसानको भनाइ यो छ भनेर तपाईँको टेलिभिजनमा वामदेव गौतमजीलाई ल्याएर तपाईँ किसानको हितमा काम गर्न माननीय हुनुभएको हो कि तस्करको हितमा काम गर्न माननीय हुनुभएको हो, तपाईँले सोच्नुपर्छ। हामीले त्यो हेरेर पाउनुपर्छ। त्यो तपाईँलाई कुरा राख्न चाहन्छु। र तपाईँले आजसम्म हाम्रो टिमलाई हामी काठमाडौँ जाँदा पटक पटक सहयोग गर्नुभएको छ। यो सहयोगको निरन्तरताको अपेक्षा साथ तपाईँलाई झापामा स्वागत गर्न चाहन्छु र आम किसानहरूको हितमा
ऋषि धमालाई एउटा वरिष्ठ पत्रकारले झापाका सुपारी किसानहरूको लागि यति लड्नु भएको छ भन्ने भोलिका दिनमा पनि तपाईँले त्यो काम गरेर देखाउनु होला। मेरो अन्य धेरै कुराहरू छैन र गाउँपालिकाले यहाँ आइपुगिहाले र एउटा मात्रै कुरा सुझाव के दिन चाहन्छु भने गाउँपालिकाको बजेट निर्धारण हुँदै होला के हुँदैछ यहाँहरूले यो विकास निर्माणको कुरा गर्नु बाटो घाटो यी बत्तै नभएर आम गरिबदेखिको आय आर्जनमा उन्नति हुने गरी कृषि क्षेत्रमा नयाँ नयाँ कुराहरूको खेती गर्ने कुरामा यहाँहरूको बजेट राख्नुहोस्। नयाँ नयाँ कुराको अध्ययन अनुसन्धानमा यहाँहरूले कति बजेट राख्नु भएको छ आजसम्म सुन्न पाइएको छैन। नयाँ नयाँ कुरा अध्ययन अनुसन्धान गरौँ र कृषिमा आधारित उत्पादनलाई औद्योगिकरण गर्ने कुरामा यहाँहरूको बजेट रहोस्। आगामी दिनमा त्यो कुरा सुन्न पाऊ। थ्याङ्क सो मच गीता अधिकारीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैले ताली बजाएर अभिनन्दन गरिदिनुहोस्। अब सुपारीको कुरा मैले लगातार बहस गरेको छु गीताजी। काठमाडौँ गएर वामदेव गौतमलाई बोलाएर पनि म जनता जान्न चाहन्छन् कार्यक्रममा रियाक्सन पार्नेछु। अब उहाँलाई दिनु पर्यो। तपाईँले केही बोल्नु पर्ने छ उहाँले बजेटको कुरा गर्नुभयो। ल धन्यवाद गीताजीले उठाउनु भएको कुरा। हामी सबै अहिले नगदे बाली सुपारीबाटै आश्रित भएका हौँ। म पनि सुपारी किसानै हुँ र अहिले अब यो काठमाडौँको मान्छेले चाहिँ सुपारी नै देखेको हुँदैन, बोट पनि जानेको हुँदैन। उहाँले उठाएको कुरा जायज छ। हाम्रो नगदे बाली भनेको चाहिँ अहिले धान खेतीभन्दा साँच्चै भन्नुपर्दा सुपारीबाटै आय आर्जित भएको चाहिँ हामी सबैजना नै छौँ। त्यस कारणले गर्दा सरकारले नै राज्यले नै यहाँ हामीलाई जोन भनेर पैसा लगानी गरेको छ। अहिले मात्रै हाम्रो यो प्रदेशको 2 नम्बर क्षेत्र यहाँ अर्जुनधारामा चाहिँ हामीले यहाँ शान्तिनगरमा ल्याउन खोजेका थियौँ यो केन्द्र बनाएर। सञ्चारको जग्गालाई चाहिँ यो बिरिङ खोलाको छेउमा चाहिँ अहिले सुपारी चाहिँ प्रशोधन केन्द्र भनेरै राज्यले पैसा लगानी गरेछ। त्यस कारणले राज्यले चाहिँ यहाँ जोन भनेर पनि लगानी गर्छ। अब उहाँले के कारणले थाहा पाउनु भएन सुपारी भन्ने कुरा चाहिँ त उहाँसँगै रह्यो। अब ऋषिजीलाई अहिले हामी पनि यसो झोलुङ्गे बुलसुल देखाउँदा सुपारीको बोट यस्तो हुन्छ भनेर पनि चिनाउने कुरामा हामी गाउँपालिका लाग्छौँ। उहाँले उठाएको कुरा जायज छ। अब अर्को प्रश्न अलि यता आउनुहोस् मित्र, अलि यता बिचमा आउनुहोस्। बिचमा ठिक छ ठिक छ ठिक छ थ्याङ्क यू। तिमी बस्नु। थ्याङ्क यू। नमस्कार सम्पूर्णमा। म प्रकाश निरौला बुद्ध शान्ति वार्ड नम्बर 4बाट। मैले देखेको कुरा पहिले भन्छु, त्यस पछाडि गाउँपालिका हाम्रो मनोज सरलाई थोरै मेरो आफ्नो कुरा पनि राख्छु। म वैदेशिक रोजगारको सिलसिलामा केही वर्षदेखि बाहिर थिएँ, भर्खरै आएको 1.5 महिना भयो। म फर्केर आउँदाखेरि म दुबईमा थिएँ। म फर्केर आउँदाखेरि मैले गाउँमा देखिने गरी भएको विकास मैले पाएको छु। यसको लागि गाउँपालिकालाई धेरै धेरै धन्यवाद र बधाई दुवै थोक दिन चाहन्छु। अनि त्यस पछाडि अर्को कुरा मैले राख्न खोजेको प्रश्नको कुरा म 2वटा प्रश्न राख्छु। आन्तरिक पर्यटन प्रवर्धन र विस्तार धमाधम रूपले बुद्ध शान्तिमा भइरहेको छ। हाम्रो धेरैवटा पर्यटकीय गन्तव्यहरू चाहिँ हालसालै आइरहेका छन् र विभिन्न बाटोहरूको जक्सन र जोडिने ठाउँहरू पनि बनिरहेका छन्। र मेरो सुझाव चाहिँ अथवा मेरो प्रश्न गाउँपालिकालाई ती बाटोहरू र ती आन्तरिक पर्यटन प्रवर्धन भइरहेको ठाउँमा फोहोर मैला व्यवस्थापन, खानेपानी, सार्वजनिक शौचालयहरू ती कुराहरूमा चाहिँ अलिकति ध्यान पुर्याउनु पर्ने अवस्था छ र त्यो कुरालाई ट्याकल कसरी गर्दै जाने योजनाहरू बनेको छन् गाउँपालिकामा। म त्यो एक प्रश्न सोध्न चाहन्छु। र अर्को कुरा भनेको चाहिँ स्थानीय युवाहरूलाई दुर्व्यसनबाट मुक्त गरी रोजगारीतिर चाहिँ लैजाँदै गर्न र बुद्ध शान्तिवासी जो बुद्ध शान्ति बाहिर हुनुहुन्छ या वैदेशिक रोजगारमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ स्थानीय तहमै केही गर्न सकिन्छ है भनेर फर्काउने गरीका केही योजनाहरू गाउँपालिकामा बन्दैछन् या बनेका छन् भने त्यो कुरामा पनि र बनाउनलाई के कस्तो योजनाहरू गर्दै हुनुहुन्छ त्यो कुरा पनि म सोध्न चाहन्छु। धन्यवाद। एकदम राम्रो प्रश्न आयो मनोजी। धन्यवाद प्रकाश निरौला भाइलाई। पहिला म पर्यटन प्रवर्धनतिर कुरा जोड्न चाहन्छु। तपाईँ दुबई जानुभएछ, दुबई त अब पर्यटनको हबै भइहाल्यो। म पनि 2-3 चोटि घुमेर आएँ। दुबई देख्दाखेरि अब यो कल्पना तपाईँले दुबईकै जस्तो गर्नुभयो भने अब समय लाग्ला। अब हाम्रो प्राकृतिक चाहिँ सबै कुराले दिएको छ, भौतिक कुरा अब केन्द्रदेखि नै सबैले गर्न सकिँदैन। भौतिक कुरा जोडियो भने बन्छ भन्ने कुरा हामीले बुझेका छौँ। तपाईँले यी आँखाको अगाडि बर्नेको 2टा भाइरल सिरिज देख्नुभएको छ, त्यहाँ केही पनि हालिएको छैन। एउटा पानाको यसो
आई लभ यु बुद्ध शान्ति भनेर अथवा आई लभ यु बर्ने भनेर लेखिएको छ। अनि त्यहाँ सानो पेपर्स हालेको छ। त्यहाँ हाम्रो आन्तरिक पर्यटकहरू आउनेको घुइँचो देख्दा त्यहाँ तपाईँ हामी नै अचम्मित हुन्छौँ। भनेको मान्छेहरू पर्यटनमा यतिको झुम्मिएको छ भन्ने हिसाबले हामीले बुद्ध शान्तिको साबिक शान्तिनगरको क्षेत्रलाई अलिकति पर्यटनमा अगाडि बढाएको अवस्था छ। जस्तै अहिले हामीले हाम्रो यो गाउँपालिकाको नेतृत्व गरेर हामी आएपछि जब हामी आयौँ हामीले एउटा परिकल्पना गरेर बुद्ध शान्तिलाई कसरी नेपालमा चिनाउने भन्ने कुराले पर्यटनमा जोडिनुपर्छ भन्ने हिसाबले धार्मिक पर्यटनलाई पनि अगाडि लानुपर्छ भनेर हाम्रै बुद्ध शान्तिमा एउटा नेपालकै इतिहास जगद्गुरु पनि हुनुहुन्छ उहाँको आश्रमलाई पनि हामीले बढाइरहेको अवस्था तपाईँलाई बुझाउन चाहन्छु। आज नेपालकै डी आकृतिको पहिलो कोशी प्रदेशको पहिलो झोलुङ्गे पुल र डी आकृतिकै तपाईँको नेपालको तेस्रो झोलुङ्गे पुल आज बुद्ध शान्ति गाउँपालिकामा बनिएको छ। हामीले कल्पना गरेर सकारात्मक सोचका चालले अगाडि बढेर गयौँ भने परिवर्तन गर्न कति बेर पनि लाग्दैन। आज अब देखिँदा चाहिँ कस्तो देखिन्छ भन्दा केही समय अगाडि झोलुङ्गे पुल 2 वर्षको लागि प्रोजेक्ट थियो, उहाँले समयभन्दा अगाडि 7 महिनामै कम्प्लिट गरिदिएको कारणले हाम्रो बिचमा बजेट विनियोजन गर्न पाएनौँ। अब त्यसलाई सौन्दर्यीकरण भएको छैन। त्यसलाई पनि अहिले हामीले 6 र 7 को वार्ड सदस्यहरूलाई आग्रह गरेका छौँ पारिपट्टिको भित्ताको मुनिपट्टि बुद्ध शान्ति लेखेको एउटा लोगो राखौँ न वारपारै भनेर वार्ड सदस्यहरूले। अब हामीलाई समस्या कस्तो छ बुद्ध शान्ति राखौँ भन्दा शान्तिनगर त बुधबारेको हो भनेर हामीसँग लात्ताले हानेर र लफडा गरेर आउने अवस्था पनि यस्ता अवस्था पनि सिर्जना भएको छ। त्यस कारणले 7 र 6 लाई हामीले एउटा बुद्ध शान्तिलाई चिनाउने गरी पारिपट्टि लोगो हालौँ र यसलाई सौन्दर्यीकरण गरौँ भनेर बुद्ध शान्तिले एउटा इन्जिनियरिङ प्लानिङै गरेर सबैतिर एकै खालका घरका डिजाइन बनाएर फोटो खिच्दा घरका पनि राम्रो आओस् भनेर चाहिँ अहिले पर्यटन मन्त्रालयलाई हामीले सौन्दर्यीकरण गर्नको लागि झोलुङ्गे पुलमा हामीले यसपालि बजेट विनियोजन गर्न माग गरेका छौँ। र तपाईँले भनेको जस्तै शौचालय त्यहाँ छैन यो कुरा हामीले बुझेका छौँ। अहिले 7 नम्बर वार्डको गएर त्यो किनभने समयभन्दा अगाडि बन्यो। हामी अब अनभिज्ञ भयौँ झोलुङ्गे पुल कसरी बन्छ भनेर हामीलाई पनि कसरी बन्छ हेरेर जाँदै 7 महिनामा कम्प्लिट गरेर दियो। त्यसलाई हामी सबैले तपाईँलाई थाहा नै छ समयभन्दा अगाडि गरेकोलाई त्यसलाई हामीले सम्मान गरेर सबै बुद्ध शान्ति पालिकाले पनि सम्मान गरेर कार्यक्रम गऱ्यौँ र हामीले पर्यटनलाई जोडेर गयौँ भने अहिले हाम्रो आर्थिक उन्नति जस्तै अहिले तपाईँले उठाएको युवाहरू सबै जोडिने अवस्था देख्यौँ। किनभने एउटा भाइरल सिरिज चल्दै गर्दा पर्यटकको लागि गन्तव्य के छ त्यहाँ जस्तै आउनै पर्ने बुद्ध शान्तिमा आउनै पर्ने हामी गरिरहेका छौँ। अहिले हरित पार्क मान्छेहरू तनाव स्ट्रेसमा हिँडिरहेको अवस्था छ। हेर्नुहोस् तपाईँ अहिले दिनभरि हुन्छ बेलुका तनाव भइरहेको हो कहाँ जाने हो त्यही हरित पार्कमा चाहिँ अहिले हामीले चाहिँ यो बुद्ध आनन्द पाउँछौँ। अब हामी बनाउँदैछौँ पार्क बनाउँदैछौँ त्यहाँ आनन्द मिल्छ। त्यहाँ हामी चाहिँ अहिले चाहिँ ट्रेनिङ गर्नको लागि तपाईँको बेलुका आरती सन्ध्या आरती गर्नको लागि हामीले बजेट विनियोजन गरेर अहिले आरती सबै शान्ति सबै गर्दैछौँ। त्यहाँ 2 बिघा 5 कट्ठा जग्गा छ त्यसलाई क्रमशः सालै पछि बजेट ल्याएर गइरहेको छौँ। र यसपालि हामीले सन्ध्याकालीन आरती पनि गरेर एउटा मान्छे स्ट्रेसमा भएको मान्छे कमसेकम बेलुका गएर आधी घन्टा चाहिँ एउटा भगवान्को नाममा आफ्नो पितृको नाममा आफ्नो कुनै एउटा चाहिँ उको नाममा चाहिँ फ्रेस भयो भने मान्छे फ्रेस हुन्छ तनावबाट मुक्त हुन्छ भन्ने कुराले पालिकाले चाहिँ अहिले यो पहल गरेर चाहिँ हामीले यसैपालि 7 नम्बर वार्डलाई पनि त्यो आरती सन्ध्या आरती ट्रेनिङ गर्नको लागि पनि जनकपुरमा पठाउने कुराले बजेट विनियोजन गरिरहेको अवस्था छ। अब तपाईँ विदेश बसेर आएको कुरा एसियाकै ठुलो झोलुङ्गे पुलको कुरा गर्ने हो नि र तपाईँको यो पालिकामा कोशी प्रदेशको सबभन्दा लामो झोलुङ्गे पुल छ होइन कोशी प्रदेशको डी आकृतिको पहिलो डी आकृतिको कोशी प्रदेशको पहिलो नेपालको एसियाको होइन नेपालको तेस्रो झोलुङ्गे पुल नेपालको त्यसैको साथमा चाहिँ अहिले हामीले हरित पार्कको परिकल्पना गरेर हाम्रो यो अहिले गाउँपालिकाले चाहिँ प्लान गरेर क्रमशः काम गरिरहेको अवस्था छ। त्यसलाई हामी त्यसरी गर्दैछौँ। अब जस्तै हामीले त्यहाँ तीभित्र हाम्रो चाहिँ जहरे पर्छ ती पर्तिरपट्टि हाम्रो चाहिँ तपाईँको उता भ्यू टावर छ विभिन्न ठाउँलाई चाहिँ पर्यटनलाई जोडेर कमसेकम यहाँ आएपछि अब हामीले चाहिँ हरेक घर 6 र 7 को हरेक घरले चाहिँ एक-एकवटा घर होमस्टेलाई दिनुपर्छ भनेर परिकल्पना गरेको छौँ ताकि बाहिरबाट आएको मान्छे एक रात पनि यहाँ बस्यो भने 2-4 पैसा आय आर्जन हाम्रो स्थानीयलाई हुन्छ र चाहिँ आय आर्जन भएकोले सबैजना चाहिँ रोजगार पनि मिल्छ भन्ने हिसाबले र हाम्रा उत्पादन भएका चिजहरू चाहिँ बुद्ध शान्तिमा उत्पादन चिजहरू चाहिँ अर्ग्यानिक खुवाएर चाहिँ हामीले पर्यटनलाई चाहिँ अगाडि बढाउन सक्छौँ भनेर जोडिएको अवस्था पनि तपाईँहरूलाई अवगत गराउन चाहन्छु। अब दुर्व्यसनको कुरा उठाउनु भयो अहिले साँच्चै भन्नुपर्दा अब एक घर एक दुर्व्यसनी भन्ने अवस्था आएको छ। एक घर यो अवस्था जन्मिएको छ बुद्ध शान्तिमा त्यस्तो हो। बुद्ध शान्ति मात्रै देशमै विकराल अवस्था छ। अब यो कुरा हामी भन्दैछौँ अहिले हामीले के परिकल्पना गर्छौँ अब गाउँपालिकाले के गर्छ अवेरनेस कार्यक्रम गर्छ पुलिसहरूसँग अब दूरबीनहरूसँग बसेर चाहिँ तपाईँको स्कुलहरूमा हामीले कार्यक्रम गरिरहेको अवस्था छ। यो कार्यक्रमले मात्रै भएन सरकारले पक्रिन्छ लगेर जेलमा हाल्छ 3 महिना हाल्छ उता ढाडिएर यत्रो भएर आउँछ पर्सिदेखि फेरि खान थाल्छ। आज हामीले यसलाई परिकल्पना के गर्दैछ त पालिकाले भन्दा आज हामीले 15 वटा स्थानीय सरकारका पालिका अध्यक्षहरूले चाहिँ सरकारसँग यी वन जङ्गलमा भएका चाहिँ जुन जग्गाहरू छन् 50 बिघा जग्गा हामीले चाहिँ लिनु पर्यो लिजमा र दुर्व्यसनीहरूलाई 3 महिना त्यहाँ दुर्व्यसन गर्न चाहिँ त्यो निर्गोल गरेर चाहिँ छुट्याएपछि उनीहरूलाई ती कृषिमा आबद्ध गराएर चाहिँ ती कार्यक्रम गराउनु पर्यो। ती 50 बिघा जग्गामा उत्पादन गर्ने माछा उत्पादन गर्ने कृषिमा
तपाईँको फलफुल उत्पादन गर्ने सागसब्जी उत्पादन गरेर उनीहरू चाहिँ 1 वर्ष त्यहाँ राख्यो भने लागु औषध गरेर छोडेको मान्छे तुरुन्त भोलिपल्ट आउँदैन। 1 वर्षसम्म कृषिमा कार्यक्रम छ, त्यसले उत्पादन भएको चिज चाहिँ यहाँ जान्छ भनेर आज हामीले 15वटा स्थानीय सरकारका प्रमुखहरूले चाहिँ हामीले पास गरेर प्रदेशमा पनि बजेटमा आएको अवस्था तपाईँलाई बुझाउन चाहन्छु। अनि तपाईँले गजब कुरा गर्नु मनोजी, अस्ति म भोटेकोसी गाउँपालिकामा पुगेको थिएँ, त्यहाँ एकजना उपाध्यक्षले के भन्नु भन्दाखेरि 1 घर 1 अमेरिका, भोटेकोसीमा चाहिँ 1 घर 1 अमेरिका, तर बुद्ध शान्तिमा 1 घर 1 दूरदर्शनी। अब त्यही घरमा गएर तपाईँको छोरा दूरदर्शनीमा छ भनेर भनौँ भने मान्छेले कस्तो अवस्था छुट्याइन्छन् भने म कहाँ मेरो छोरा खान्छ भन्छ। हामी हरेक कार्यक्रममा, हरेक स्कुलका कार्यक्रमहरूमा अब सचेतनामूलक कार्यक्रमहरू भए 9-10को विद्यार्थीहरूलाई अब पुलिस आर्मीसँग मिलेर त्यस्तो कार्यक्रमहरू पालिकाले गरिरहेछ। यो पालिकाले मात्रै गरेर चाहिँ यो अवस्था अहिले सुधार हुने अवस्था छैन। प्रश्न धन्यवाद। प्राइम टेलिभिजन एउटा राष्ट्रिय स्तरको चर्चित टेलिभिजन आज हाम्रो गाउँपालिकामा प्रत्यक्ष रूपमा जनसरोकारका विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई अगाडि राखेर हामी नागरिकलाई हाम्रा आवाजहरू, हाम्रा विषयहरू उठाउन अवसर दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। स्पेसल्ली ऋषि दाईलाई धन्यवाद दिन चाहन्छु। र योभन्दा अगाडि अध्यक्षज्यूले गर्नुभएको एउटा विषयलाई मैले शब्दमा ट्याकल गरेँ, त्यो 1 घर 1 दूरदर्शनी भन्ने बुद्ध शान्तिमा सायद छैन। छ भने त्यो तपाईँहरूको कमजोरी पनि हो। त्यस्तो अवस्था छ भने त्यो 1 घर 1 दूरदर्शनी हुने अवस्थासम्म बुद्ध शान्ति गाउँपालिका बसिरहेछ टुलु हेरेर भने त्यो तपाईँहरूको कमजोरी हो। त्यो गलत जस्तो लाग्यो मलाई, त्यो नहुनुपर्ने कुरा हो। अर्को विषय, हजुरले बुद्ध शान्ति गाउँपालिकामा पर्यटन प्रवर्धनको विषय उठाउँदै गर्दा धार्मिक पर्यटनलाई महत्त्व दिनुभयो। जहाँ जगद्गुरु बालसन्त मेरो छिमेकी पनि हुनुहुन्छ, बालसन्त जगद्गुरु आश्रमको कुरा गर्दै गर्दा उहाँको आँगनसँग जोडिएको बाटो कालोपत्रै भएको छैन। महानन्द सरेडाङ्गी सडक खण्ड लामो समयदेखि योजना सुरु भएर अलपत्र अवस्थामा छ, दाइजनसम्म कालोपत्र भएर आएको छ। अन्य ससाना रोडहरू कालोपत्र भएर मान्छेले विकासको अनुभूति गर्दै गर्दा त्यो क्षेत्र जहाँ जगद्गुरु आश्रमलाई जोड्ने मार्ग, जसले मेची राजमार्गमा भोलि केही समस्या आउँदै गर्दा एउटा महेन्द्र राजमार्ग जोड्ने वैकल्पिक राजमार्गको काम गर्छ, त्यो राजमार्गलाई तपाईँहरूले कालोपत्र गर्ने विषयमा किन अग्रसरता देखाउनु भएन? यो मेरो प्रश्न छ। हस्, धन्यवाद। धन्यवाद। अब लागु कुरा तपाईँले भन्नुभयो, त्यो 1 घर 1 भन्नेमा तपाईँले भने एकदम वृद्धि भएको अवस्था, त्यसलाई मैले सुधार गरेर जानुपर्ने। वृद्धि भएको अवस्था चाहिँ तपाईँले बुझ्नै पर्छ। तपाईँ पनि एउटा अभिभावक होला, हेर्नु होला, हरेक दूरदर्शनीहरूको अहिले बुद्ध हरेक हप्ता 10 दिन 5 दिनमा हरेक ठाउँमा प्रहरीहरूले पक्रेको सूचना हामीले आएर तपाईँहरू पनि त्यसमा हुनुहुन्छ होला भन्ने कुरा राख्छु। ठिक छ, त्यसलाई सुधार गर्नु। र कालोपत्रै भन्नु, तपाईँ ढुक्क रहनुहोस्, हाम्रै कार्यकालमा तपाईँलाई कालोपत्रमा हिँड्ने जिम्मा म गाउँपालिका अध्यक्ष हैसियतले लिन्छु। अब ढिलो सबै वडामा सबै होइन, यो उहाँले जुन जगद्गुरुको भन्नु त्यो जिम्मा गाउँपालिका अध्यक्षले लियो, त्यो ग्यारेन्टी बस्नु होला। होइन, धार्मिक हुँदैछ, तपाईँको अघिल्लो बाटो भयो त, एकैचोटि हुँदैन। तर के छ भन्दा मेरो घर अगाडि हुनुपर्छ, अरूतिर भएको मान्दिनँ भन्ने प्रायः चाहिँ अब अहिले हामी गाउँपालिकामा जाँदै गर्दा भयो। तर तपाईँ ढुक्क रहनुहोस्, तपाईँलाई पनि त्यो कालोपत्रमा जगद्गुरुलाई ल्याएर हिँडाउने जिम्मा गाउँपालिकाले लिन्छ। त्यसो मनोजी, मेरो प्रस्ताव तपाईँलाई, बुद्ध शान्ति गाउँपालिकामा सबै वडामा कालोपत्री हुन्छ तपाईँको कार्यकालमा? सबैतिर हुँदैन, कोसिस हुँदैछ। हरेक साल हामी 15-20 किलोमिटर कालोपत्री र पेपर्स गरिरहेका छौँ। जाँदैछ। केन्द्रीय नेताहरू छन् यहाँ त, तपाईँलाई के अभाव छ भने बजेटको? देवराज घिमिरे सभामुख, सदनको नेता। अब एकचोटि चाहिँ सभामुख र मलाई पनि राख्नु पर्यो ऋषि धमलाको कार्यक्रममा, अनि त्यतिखेर राख्नु पर्यो। एकचोटि हामी उहाँहरूसँग बसेर यसो बस कार्यक्रम चलाइदिन आग्रह गर्छु। भवानीजी किन बजेट किन आएन भन्नुहोस्? तपाईँको पार्टी नेता सभामुख हुनुहुन्छ। बजेट आइरहेछ, बजेट आएकै कारणले, किनभने अहिले चाहिँ हामीले के सुन्यौँ भने नागरिकहरूबाट पनि के भइरहेछ भन्दा एउटा बाटो चाहिँ हामीसँग कालोपत्रै छैन, त्यो बाटो आजसम्म किन भएन यहाँले सुन्नु भएको छ। यसको अर्थ के हो त भन्दा अरूतिर धेरैतिर कालोपत्रै भइसके, तर त्यो बाटो किन कालोपत्रै भएन? होइन, मलाई धेरैले भनेको छ, मलाई यहाँकै जनताले भनेको छ। अस्ति आउँदै 1 वर्ष अगाडि लौन ऋषि धमलाजी तपाईँले बोलिदिनु पर्यो, बाटो पिच भएन, सभामुखको क्षेत्र भनेको छ। यसमानेमा धेरै बाटाहरू पिचहरू भइरहेछन्, एकैचोटि सबै कुरा त हुन सक्दैन। हुन त पश्चिमतिर हामीले मन्त्रालयमा सुन्यौँ, झापामा चाहिँ पराल थोत्ने ठाउँ, धेलीमा पनि कालोपत्र लिएर गएका छन् अरे भन्ने खालको कुरा। पश्चिमतिरको कहानी बेग्लै छ, हामीले केही पाएनौँ। तर पूर्वमा झापामा त्यस्तो छ अरे भन्ने पनि सुन्यौँ। तर अब यहाँ आउँदाखेरि यहीँका नागरिकहरूको चित्त नबुझाइ पनि छ।
त्यसले गर्दा भकै होइन भन्ने कुरा होइन, एकैचोटि विकासको क्रम चाहिँ बिस्तारै आउँदो रहेछ, एकैचोटि सर्लक्कै बिजुलीको स्विच थिचेर झिलिकै बले जस्तो हुँदो रहेनछ। तर बिस्तारै विकास भइरहेको स्थिति छ, सबै वार्डहरूमा समानुपातिक ढङ्गबाट अहिले विकास भइरहेको स्थिति छ। जस्तो विनोदजी विकासको कुरा गर्दा कर्मचारी तन्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ। बिरु केसी हाम्रो देशमा विकासमा चुकेको हो? त्यसरी विकासमा चुकेको भन्न पनि म त्यसरी पनि भन्न रुचाउँदिनँ। मेन कुरा त हाम्रो बजेटमै गएर सबै कुरा ठोकिन्छ। देशको कुल बजेट नै यस्तो अवस्थामा छ, सधैँ घाटा बजेट, केन्द्रले पनि घाटा बजेट बनाइरहेको अवस्था, प्रदेशले पनि घाटा बजेट बनाइरहेको र स्थानीय सरकारले पनि घाटा बजेट बनाइरहेको अवस्थामा कुनै योजना हामी बनाउँदै जान्छौँ तर अन्तिममा बजेट चाहिँ केन्द्रबाट आइपुग्दैन। अनि त्यो नआउँदाखेरि सम्झौता हुन्छ तर हामीले त्यसलाई भुक्तानी दिन सकिँदैन। हेर्दाखेरि कर्मचारीले त्यसमा चाहिँ रोकिदिए जस्तो देखिन्छ, कर्मचारी तन्त्रले चाहिँ यसलाई रोके जस्तो देखिन्छ, तर त्यो हाम्रो भित्री पीडा चाहिँ अर्कै छ। यसमा बजेटको कारणले गर्दाखेरि कुन गुणस्तरको बजेट कालोपत्रै बनाउने भन्ने कुराहरू पनि बजेटमै गएर ठोकिँदो रहेछ। पब्लिकको माग के हुन्छ भने बढीभन्दा बढी चाहिँ तन्काउन पाइयोस् बाटो बनाउँदाखेरि पनि, अन्य विकासका कुराहरू पनि एकै वर्षमा कम्प्लिट गर्न सकियोस् भन्ने हुन्छ। तर हामीले तोकेको मापदण्डभन्दा तलमाथि गरेर पनि नपाउने र त्यसमा फ्लेक्सिबिलिटी अप्नायो भने चाहिँ फेरि त्यसमा गुणस्तरीयता पनि कायम नहुने कारणले गर्दाखेरि समस्या छ र कर्मचारी तन्त्रलाई चाहिँ एउटा आरोप पनि लाग्ने गरेछ। तर त्यस्तो खालको अवस्था चाहिँ म देख्दिनँ। अब दिदीलाई बोल्न दिन्छु म। हाम्रो धन्यवाद सुशीला तिवारीज्यू। धन्यवाद, नमस्कार। प्राइम टेलिभिजनका एसी धमलाज्यू, यस गाउँपालिकाका अध्यक्ष मनोज पर्साईज्यू, उपाध्यक्ष भवानी खतिवडाज्यू, प्रशासक अधिकृतज्यू, विभिन्न तहबाट हाम्रा महिला सदस्यज्यूहरू र यस कार्यक्रममा सभ्य र भव्य तरिकाले अहिले हाम्रो बस चलिरहेको छ, एकदम देखिरहेको छ न्युज, विश्वले हेरिराखेको होला भन्न म चाहन्छु। यो न्युज अहिले विश्वले हेरिरहेको छ भन्ने मैले मानेको छु, किनभने मैले हिजो पनि हेरेँ तपाईँको हिजोको बस रोङमा र इलाममा। त्यो बसले तपाईँको माहौल विश्वले तातिएको छ। तपाईँले प्रश्नका उत्तर, तपाईँले प्रश्न दिएका बुदा, गाउँपालिका अध्यक्षले दिएका बुदा र तपाईँले अघि भनेका शब्द, मनोज पर्साईका बुद्ध शान्तिमा तातिन्छ भने त तातेकै छ, तातेकै छ एकदमै। तपाईँहरू तातेकै छ हजुर, हिजो ताते थिएन, तात्यो आज बुद्ध शान्तिबाट तात्यो, तातो बुद्ध शान्ति तातेको पनि छ हजुर। म पनि सुशीला उप्रेती तिवारी बुद्ध शान्ति तिनकै हुँ र मैले न्युजमा भन्नै पर्छ हजुरलाई, तपाईँको यो साहस, तपाईँको यो उदाहरण, तपाईँको यो पहल विश्वमा होस् भन्दै यी न्युज टेलिभिजनले तपाईँको उन्नति प्रगति र प्रश्न जनताको घर दैलोमा पुगेर यी सम्पूर्ण पर्यटन र शिक्षा, स्वास्थ्य, रोजगार, विभिन्न ठाउँमा भएका दुर्व्यसनी र पर्यटन, म पनि पर्यटनमा पर्छु है हजुर, एकदम म पर्यटनमा पर्दैछु अहिले चाहिँ। मैले झापा काँक्राभिटाबाट पश्चिम महाकालीसम्म म बुलेटमा गएँ र यही बुद्ध शान्ति गयौँ फेरि म पनि। र हाम्रा महिला दिदीबहिनीहरूलाई, हाम्रा दाजुभाइहरूलाई राम्रोसँगले शिक्षा दीक्षा र उन्नति प्रगतिको कामना होस् भन्दै हाम्रो मनोज पर्साईज्यू, उपाध्यक्षज्यू, प्रशासक अधिकृतज्यू, विभिन्न तत्त्वमा रहेर बस्नुभएका महानुभावलाई नतात्तिकिन सभ्यले उत्तर जनताले दिएका प्रश्नका उत्तरलाई हामी गर्छौँ, सक्छौँ, धैर्य हुनुहोस् भन्दै सक्नुहुन्छ तर आवेश आउनुहुन्छ उहाँ, आवेश सक्नुहुन्छ, गर्नु पनि हुन्छ, फेरि गर्नुहुन्छ एकदमै। जनताको नेता हो एकदमै, युवा नेता हो नि त, युवा नेता। र उहाँले चाहनु हो भने गर्नुहुन्छ तर अलिकति रिसाउनुहुन्छ नि त, रिस गर्नु हुँदैन, सभ्य हुनुपर्छ, सभ्यले बोल्नुपर्छ। भोलि पनि त हजुरले भए जित्नुहुन्छ, यहीँ अध्यक्ष उपाध्यक्ष हुन सक्नुहुन्छ, भोलि चुनाव जित्नुहुन्छ सङ्घीय निर्वाचनमा हजुर। मैले घोषणा गरिसकेँ, ठिक छ ल, ठिक छ, धन्यवाद। मन्त्री बनाउनु पर्छ मनोजजी, भन्नुस् सबैले ताली बजाउनुस्, एकदमै छैन नि, एकदमै एकदमै। र टेलिभिजनमा मेरो पनि न्युज झापाली बुलेट आमा होस् भनेर राखिदिनु एकदम चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद बुलेट आमा। बुलेट आमालाई धेरै धेरै धन्यवाद बुलेट आमा।
उहाँ हाम्रो बुद्ध शान्तिको एउटा गहना पनि हो। एउटा महिला हाम्रो बुद्ध शान्तिले झापावारदेखि काठमाडौँसम्म जाने एउटा जुन साहस बुद्ध शान्तिले चिनाउनु भयो। बुद्ध शान्तिले चिनाउनु भयो। उहाँ मात्रै चिनिएको होइन, उहाँले बुद्ध शान्तिलाई पनि चिनाउनु भयो र उहाँले जुन आँट गरेर हिँड्नुभयो एउटा यो खेलाची कुरा होइन। यसलाई हामी गाउँपालिकाले पनि सम्मान गर्यौँ, जति सक्यौँ आफ्नो पालिकाले सक्ने सम्मान गरेर उहाँलाई गरेको छौँ। तपाईँको सुझावलाई पनि हामी लिएर अगाडि बढ्छौँ। अब तपाईँ हाम्रो गार्जेन भनेकै तपाईँहरू हो। बुलेट आमाले अहिले बुद्ध शान्तिलाई, हामीले बुलेट आमालाई होइन, बुलेट आमाले पनि बुद्ध शान्तिलाई चिनाएको अवस्था अवगत गराउँछ। धन्यवाद। अब अर्को प्रश्न। नमस्कार, धन्यवाद। कार्यक्रममा नेताहरूसँग मात्रै इन्टरभ्यू लिएको देख्दा मलाई पनि यो नेताहरूसँग मात्रै साँडगाँठ र ऋषि धमलाको जस्तो लाग्थ्यो। यसरी हाम्रो गाउँघरमा आइदिनु भयो। यो कार्यक्रम चाहिँ 50% तपाईँको गाउँघरमा जाने र सधैँ नेपालभरि अझै हामी तपाईँलाई सम्मान सद्भाव राख्छौँ। पहिलो कुरा। दोस्रो कुरा, म खानेपानी साना सहरीको उपाध्यक्ष, म भएको संस्थाले 7,000 धारा मात्रै 7,000 वितरण गरेको छ। मेरो अनुरोध, गाउँपालिकाबाट धेरै साथ सहयोग भएको छ। म विरोध मात्रै गर्ने होइन, निकाससँगको विरोध गर्ने मान्छे हुँ। यो चाहिँ हुनुपर्छ है भन्ने नगरेको होइन। धेरै कुरामा सहयोग गर्नुभएको छ। निम्न वर्गलाई पर्सेन्टको आधारमा पनि धारा वितरण गर्न सहयोग गर्नुभएको छ। अहिले यहाँ 16वटा जति खानेपानी संस्था छन् हाम्रोदेखि बाहेक। तर यहाँ ल्याब टेस्ट यहीँ हुने व्यवस्था मिलाइदिएदेखि हामी इटरीसम्म जानुपर्ने थिएन। अनि कसले कति राम्रो खानेपानी उत्पादन गर्छ त्यसलाई चाहिँ एकदम आर्थिक बजेटमा तपाईँले चाहिँ राम्रो गरिदिनु भन्ने केही बजेट छुट्याइदिनु भने हामी पनि प्रोत्साहन भएर अझै राम्रो। किनभने आज ऋषि धमलाका अगाडि खाजा छैन, केही छैन, पानी त छ नि। पानी किन भयो भन्दा पहिलो स्वास्थ्यको लागि पहिलो पानी अनिवार्य छ। पानी अनिवार्य छ। मान्छे बाँच्दैन, पानी बिना पनि मान्छे बाँच्दैन। खाजा नभई पानी आयो ऋषि धमलालाई भनेपछि यो कुरा बुझ्नु पर्यो। त्यसैले यो गरिदिनु हुन अनुरोध गर्छु। अर्को, योबाट चाहिँ थाइराइडहरू धेरै रोग लाग्ने, अब यो पानीको धेरै प्रशिक्षणहरू पनि हामी समितिमा जाने मान्छेलाई नयाँ नयाँ कुरा खोजेर गरिदिनु भयो भने धेरै आभारी हुन्छु। अर्को कुरा, मैले के राखेँ भने म भएन भन्ने कुरामा जान्न। किनभने हिजो एउटा गीत गाउँदा पुलिसले पक्रेको मान्छे म। आमा दिदी बहिनी हो कति वर्ष उदासी, आज गीत गाउनुहोस् त। आमा दिदी बहिनी हो कति वर्ष उदासी भयो, जीवन सधैँ दासी बनेर। यस्तो गीत गाउँदाखेरि म जेल बसेको मान्छे, एउटा सिम निकाल्न 4 घन्टा लाइन बसेको मान्छे मै हुँ। यही वार्डमा नागरिक वाडा मञ्चमा काम गर्दा 75,000 रुपियाँ वाडामा लगेर बाँड्ने मान्छे मै हुँ। 8 वर्ष अगाडि यो एक तल्ले भवन थियो, भवनका नाममा अरू केही थिएन। अहिले जसले क्यारम बोर्ड खेलेर दिनभरि बेलुका फेसबुकमा लेख्छ त्यति सजिलो हुँदैन विकास गर्न। यो हामीले बुझेका छौँ। अहिले वाडै पछि भवन छन्, वाडै पछि स्वास्थ्य चौकी छन्, हस्पिटल छ एउटा, सबै बाटा खन्दै नि छ, कोतर्दै नि छ। जनप्रतिनिधि 11 बजी राति जाँदा पनि खाना खाँदै हुन्छ। के गर्दैछ? म जनता उहाँहरूलाई प्रोत्साहन गर्न पनि हामीले सिक्नु पर्यो। गए त्यहाँ जनप्रतिनिधिले भातै मात्रै खायो भन्ने मेरो बुझाइ छैन। केही गर्दै हुनुहुन्छ। यहाँ आएको बजेटमा गर्ने हो नि त, उहाँहरूको घरबारी बेचेर गर्ने होइन। तर काहीँ केही कुरा कमी कमजोरी यहाँ हुने ठाउँमा त्यो ठाउँमा नभएको हुनसक्छ। यसलाई हामीले सबैले साथ सहयोग आलोचना भनेर पनि सहयोग गरौँ भन्दै मेरा कुरा यहीँ राख्छु। धेरै राम्रो कुरा गर्नुभयो। सुन्नुहोस् न, तपाईँले एउटा गीत त गाउनै पर्ने हो होइन? धेरै राम्रो कुरा गर्नु, एकदम एउटा गाइदिनु छोटो, किनभने यो देशभरि जनताले हेरिरहेछन् होइन? जति आउँछ त्यति गाउनुहोस् न। धन्यवाद चन्द्रजी। धन्यवाद चन्द्रजीले अहिले जुन यो प्रस्ताव राख्नुभयो खानेपानीको ल्याबको, ठिक छ, यो समय ठिक्क बजेट बनाउने बेला पनि आएको छ। एउटा खानेपानी सबैको मार्फतबाट पालिकालाई एउटा योजना हाल्नु भने हामी यसलाई पनि के कति पर्दो रहेछ, पालिकाले सक्ने व्यवस्थापन गर्न सक्छ भने हामी बजेटमा जान्छौँ। यो राम्रो कुरा हो। अहिले बुद्ध शान्ति गाउँपालिकामा जिल्लातिर अरूतिर गर्दा पनि थाइराइड सबैभन्दा बढी आएको पनि कहिलेकाहीँ सूचनाहरू आउँछ हामीलाई। त्यसको लागि तपाईँले उठाएको कुरालाई हामी पालिकाले ठ्याक्कै बजेटकै सङ्घारमा छौँ। त्यो कुरालाई तपाईँले सचेत गराउनु भयो, यो कुरालाई धन्यवाद दिन्छु। र तपाईँले गरेको कामलाई प्रशंसा पनि गर्नुभयो। यस्तो तपाईँहरूले हौसला प्रशंसा गर्नु भने हामीलाई पनि बुद्ध शान्ति परिवर्तन गर्नलाई एउटा आँट जोस जाँगर अझ बढेर जान्छ भन्ने कुरा पनि राख्छु। धन्यवाद। अब अर्को प्रश्न। एकदम धन्यवाद समयको लागि। नमस्कार, मेरो नाम मिलन चापागाई, बुद्ध शान्ति 2बाट। म सर्वप्रथम एउटा धन्यवाद ज्ञापन गर्छु, किनभने अहिलेको यो पालिकाले चाहिँ पालिकाको नेतृत्व गर्नुभएका जनप्रतिनिधिहरूले चाहिँ सङ्घीय सरकार मार्फत यो वर्ष मात्र झन्डै 15वटा योजना चाहिँ यस पालिकामा ल्याउन सफल हुनुकोमा
सुरुमा म धन्यवाद ज्ञापन गर्दछु। सँगसँगै प्रदेश सरकारबाट पनि त्यसरी नै आउँछ र स्थानीयता पनि त्यसरी नै आउँछ भन्ने मैले आशा राखेको छु। र मेरो दुईटा प्रश्न छ। यो पालिकाका नेतृत्वकर्ता जनप्रतिनिधिहरूले स्थानीय रोजगार प्रवर्धन कसरी गर्ने र बाह्य लगानीकर्तालाई कुन कुन क्षेत्रमा यस पालिकामा भित्र्याउँदै हुनुहुन्छ, यो आगामी बजेटबाट यो प्रश्न म अध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिलाई गर्न चाहन्छु। धन्यवाद। ल ठाके अध्यक्ष अनि त्यसो उपाध्यक्षले। धन्यवाद। हामीले अहिले रोजगार सिर्जना गर्नको लागि बुद्ध शान्ति गाउँपालिकाको जुन वैदेशिक रोजगारमा गएका मान्छेहरू पनि अब हरेक घरमा त्यस्तो अवस्था पनि भएकोले गर्दा गाउँपालिकाले चाहिँ एउटा कृषि मार्फत कार्यक्रम गर्नुपर्छ भनेर रोजगार सिर्जना गर्नको लागि साझेदारी मार्फतबाट हामीले कार्यक्रम गरिरहेको अवस्था पनि छ। तपाईँहरूलाई कति अवगत छ। त्यसमा 51 परिवारलाई हामीले 51वटा गाई विनियोजन गरेर साझेदारीमा 50-50मा चाहिँ एउटा दुधको मार्फतबाट कृषि काम गरौँ भनेर चाहिँ हामीले साझेदारीमा काम गराएर विदेश गएका श्रीमान अथवा विदेश गएका श्रीमतीहरूले घरमा रहेर बस्ने श्रीमान हुन् अथवा श्रीमती हुन्, उहाँहरूसँग चाहिँ एउटा 10-15 लिटरको उन्नत जातको गाई भएर 10-15 लिटर चाहिँ एउटा दुध उत्पादन भयो भने त्यसलाई बजारीकरण गर्नलाई पनि त्यही व्यवस्थापन गरेर सहकारी मार्फत सबै दुध लिदिएर चाहिँ उहाँहरूलाई स्तर उन्नति गराउनलाई हामीले पालिकाले कृषिमा जोडेर पनि गरेका छौँ। र अहिले हामीले भर्खर मात्रै सक्यौँ। गाउँपालिकाले 56वटा सटर बनाएका छौँ र विदेश गएर आएर सिप सिकेर आउने योग्यहरूलाई र आफूले जानेको सिपहरू केही छ भने अथवा शहीद परिवारलाई अथवा अपाङ्गहरूलाई कसरी यो उमा व्यावसायिकमा लाने भनेर चाहिँ हामी अब केही दिनभित्रमा चाहिँ भर्खर कार्यक्रम सकेको हुनाले 56वटा सटर गाउँपालिकाको आन्तरिक स्रोतबाट पनि बढाउने त्यो कारणले पनि अहिले व्यवस्थापन गर्दैछौँ। र पालिकाले अहिले तपाईँहरूलाई खानेपानीको जस्तै सबै पढेर मात्रै हुँदो रहेछ, एउटा केही ज्ञान सिप हुनुपर्छ भनेर पोलम्बरको योजनाहरू हरेक सालहरू तपाईँहरूले हामीले पोलम्बरमा पनि काम सिकाएका छौँ। कहिले अब इलेक्ट्रिकमा सिकाउँछौँ, कहिले ड्राइभिङमा सिकाउँछौँ। सबै मान्छेहरू चाहिँ एक-एकवटा रोजगारमा आबद्ध हुन् भन्ने हिसाबले गाउँपालिकाले गरिरहेको छ। आगामी दिनमा पनि अझ राम्रो के गर्न सकिन्छ तपाईँहरूको राय सुझाव लिएर गर्छौँ। र यसैलाई पनि कति कुराहरू निरन्तर माग अनुसार आएको छ। जस्तै अहिले स्थानीय चाहिँ महिला दिदीबहिनीहरूले झोला सिलेर चाहिँ तपाईँको हरेक ठाउँमा ट्रेनर भएर जानुभएको छ। हामीले अहिले उद्यम महिला दिदीबहिनीहरूले चाहिँ यहाँ झोला उत्पादन गर्नुभएको छ। हरेक टोलमा चाहिँ झोला चाहिँ बनाएर चाहिँ त्यो बजारीकरण भइरहेको छ। र त्यहाँबाट ट्रेनर भएका मान्छेहरूलाई चाहिँ हामीले चाहिँ अरू जिल्लाहरूमा चाहिँ काम सिपको लागि बाहिर पनि पठाएर त्यसरी गर्दैछौँ। र केही तपाईँहरूको भिजन राय सुझाव सल्लाह भयो भने तपाईँहरूले पालिकालाई दिनु भने हामी आगामी बजेटमा पनि तपाईँलाई सम्मेलन गरेर लाने प्रतिबद्धता। थ्याङ्क यू सो मच मनोजजी, एकदम राम्रो जवाफ दिइरहनु भएको छ। अब हामी 2वटा मात्रै धेरै प्रश्न लिँदैनौँ, 2वटा मात्रै प्रश्न लिन्छौँ। त्यस प्रश्नहरू कसको हात उठाउनुहोस्, जम्मा 2वटा प्रश्न लिन्छौँ हामी। नमस्कार, म झापाको धरान भोटेटारबाट राजेश कटेल। तपाईँ धरानबाट आउनुभयो? झापाको धरान भोटेटार, बुद्ध शान्ति 1 भोटेटार जो झापाको धरान भन्ने झापाको धरान हामीले बुझेका छौँ। अब हजुरलाई त यो विषयमा त्यति थाहा नहोला, तर पनि म सबैभन्दा पहिला हाम्रो यस बुद्ध शान्ति गाउँपालिकाको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन्छु। जति हामीले सोचेको भन्दा पनि धेरै उहाँहरूले राम्रो काम गर्नुभएको छ। र अब म एउटा सानो गुनासो सहित 2टा प्रश्न मात्रै राख्दछु। हाम्रो झापाको धरान मैले अघि हजुरलाई भनिसकेँ, त्यस क्षेत्रमा अब विभिन्न हाम्रो शुक्रबारे बजार भोटेटारमा शुक्रबार राज्यबाट लगानी भएका शुक्रबारे बजार विभिन्न यो अहिले शुद्ध पानीको कुरा चलिरहँदा खानेपानीका मुहान 2-4वटा छन्। यही साना सहरीको छ, होक्से खानेपानीको छ, भोटेटार खानेपानीको मुहान क्षेत्रमा अब यसपालि त धेरै वर्षा हुन्छ अरे भनेर हामीलाई त्रसित बनाएको छ। र त्यो क्षेत्रलाई अब कसरी संरक्षण गर्ने, जुन त हाम्रो त्यो खोलाभित्र छ त्यो मुहानहरू, ल त्यसलाई संरक्षण गर्नलाई अनि हाम्रो भोटेटार न्यू स्टार युथ क्लबले हेर्दै गरेको खेल मैदान पनि त्यही क्षेत्रमा भएकोले गर्दा त्यसको संरक्षणको लागि बुद्ध शान्तिले हुन सक्ने जति पहल गर्नुपर्छ भन्ने होइन, वर्षक भए राम्रो भन्ने हाम्रो। र अर्को कुरा, हाम्रो न्यू स्टार युथ क्लबले नेपालमै पहिलोचोटि लागु पदार्थ दुर्व्यसनीको विरुद्धमा एउटा सामाजिक सम्पूर्ण न्यू स्टार युथ क्लबका आम भेला भएर लागु पदार्थ दुर्व्यसनीको विरुद्धमा हामी लागि परिरहँदा र अब आउँदा दिनहरूमा पनि यस गाउँपालिकाबाट हाम्रो न्यू स्टार युथ क्लबलाई लागु पदार्थ दुर्व्यसनी विरुद्धमा केही रकम एउटा विनियोजन गरिदिएदेखि हामी आभारी हुने थियौँ भन्दै मेरा प्रश्न यही टुङ्ग्याउँछु। धन्यवाद।
थ्याङ्क सो मच। अब अर्को प्रश्न यहाँ, त्यसपछि हामी निष्कर्षमा पुग्नेछौँ, हामी बहसमा जान्छौँ। हाम्रा ऋषि धमला पत्रकारज्यूलाई धेरै धेरै उहाँ हाम्रो के भने पूर्व झापामा आइदिनु भएकोमा धेरै 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 उहाँलाई मुरी मुरी कुइटेल कुइटेल धन्यवाद दिँदै धेरै आभारी के अरे खुसी भइराखेका छौँ। किनकि यो कार्यक्रम तातिँदै जाँदाखेरि व्यक्ति पनि तातिँदो रहेछ, व्यक्ति पनि तातिँदो रहेछ। म धेरै के भने त्यो क्वेसन राख्दिनँ। म यो के छ भन्दाखेरि यो अब कार्यक्रम छोटो भएकोले गर्दाखेरि हाम्रा ऋषि धमला हाम्रो पत्रकारज्यू, गाउँपालिकाको अध्यक्ष हाम्रो मनोज प्रसादज्यू, उपाध्यक्ष हाम्रो भवानी प्रसाद खतौडाज्यू, प्रशासकीय अधिकृतज्यू र सबै सहभागिता हुनुभएका हाम्रा तर तत्कामा हुने हाम्रा के अरे सहभागी दाजुभाइ दिदीबहिनीज्यूहरू, मेरो नमस्कार। म धेरै कुरा राख्नु म चाहन्न। यो अघि अब सुपारीको कुरा आयो, मलाई पनि अलिकति चित्त चाहिँ मैले बुझे पनि छैन। हुन त म के भन्नु, मेरो नाम नरेन्द्र कुमार लिम्बू, मियाङबो, बुद्ध शान्ति 4 What does it take to become number one? Is it the unmatched stability to tread through the most unstable of times? Or is it the strength to overcome any adversity and shine? Maybe all it takes is the courage to make that one stride that sets us apart from the rest of the world. With one identity, we maintain one stature. And with one solidarity to the one nation and all of its people, we have become the Bank of the Year 2023. Today, your trust has become the reason for our success. So let us be the reason behind yours. Prabhu Bank, the reason for your success. एउटा क्वेसन छुट्यो। यो सुपारी खेती गर्दाखेरि पालिकाले चाहिँ के भने त्यो बजेट छुट्याइदिन्छ कि दिँदैन, त्यो अहिलेसम्म केही बुझेको छैन, जाने छैन। के अरे पालिकाले यति बजेट छुट्याइदिने अब के भने नियम छ भने यो चाहिँ के भने छुट्याइदिए हुन्थ्यो भन्ने, छुट्याइदिएपछि चाहिँ के भने अलिकै चाहिँ के भने अब त्यहाँनिर सुपारीहरू लाइन्थ्यो कि भन्ने मैले आशा गरिराखेको छु। त्यो चाहिँ सुन्नु पाए हुन्थ्यो भन्ने। धन्यवाद। थ्याङ्क सो मच। मनोज ल धन्यवाद तपाईँले उठाउनु भएको कुरामा। अहिले हामीले सुपारी नर्सरीहरूलाई भनेर चाहिँ समूहहरूलाई चाहिँ गरेको छ। अब व्यक्ति व्यक्ति भन्नेलाई चाहिँ त्यसरी गरेर तपाईँ कुनै समूहमा आबद्ध हुनुहुन्छ भने समूह मार्फतबाट चाहिँ जस्तै गरेर, यो त फेरि जोन कार्यक्रम पनि हाम्रो चाहिँ परेको छ। यो एरियामा जोन परेकोले एउटा कृषि तल जिल्लाबाट पनि कृषि विभागबाट पनि त्यो प्रक्रियाले पैसा छुटिएको हुन्छ। हरेक साल जोनको पैसा आएर कहिलेकाहीँ त जोनले काम नगरेर पनि फिर्ता भएको पनि छ। त्यसमा साझेदारी प्रक्रियाले पनि आउँछ, कुनै बेला नर्सरी भएर आउँछ, कुनै बेला उद्योग राख्ने भएर आउँछ। त्यो कुरामा पनि तपाईँले अलिक चनाखो हुनुभयो भने गर्छु। र आगामी दिनमा पनि अब पालिकाले चाहिँ व्यक्तिलाई भन्दा पनि समूहहरूलाई चाहिँ कृषि समूहहरूलाई आबद्ध भएर आउँदाखेरि चाहिँ बोट बिरुवा वितरण गर्ने कुरा, त्यसलाई सुपारीलाई गर्नुपर्ने, यसको चाहिँ अब प्राविधिक पनि नभएकोले प्राविधिक पढाउनुपर्छ भन्ने कुरा पनि अहिले हाम्रो क्षेत्रकोले बा प्राविधिक पढाउनलाई लगानी गर्नुपर्छ कि भन्ने कुरा पनि गाउँपालिकाले सोच राखेको कुरा म तपाईँलाई अवगत गराउँछु। अब हामी एउटा बहसमा छौँ। लगातार हामीले करिब करिब 1.5 घन्टा बहस गरिसकेका छौँ। ठ्याक्कै अब यो गाउँपालिका बुद्ध शान्ति गाउँपालिकाको समस्याको समाधान, दीर्घकालीन रूपमा समाधान गर्नको लागि तपाईँलाई के चाहिन्छ? यहाँको जनता सबै सम्पन्न हुने, यहाँको जनता सबै खुसी हुने? उहाँको जवाफ आएन नि।
धन्यवाद राजेश, तपाईँको गुनासो सुने, ठिक छ। तपाईँलाई धन्यवाद पनि दिन्छु। पालिकाबाट पहिला हामीले धन्यवाद पनि दिएको, तपाईँले लागु औषधको विषयमा ठुलो कार्यक्रम गर्नुभयो। तर अब कति कुरा हामीले गर्दै जाँदा त्यहाँ अलिकति अप्ठ्यारो पनि पर्ने अवस्था र तपाईँ र हामी सहकार्य गरेर चाहिँ पछि लागु औषध दुर्व्यसनीहरू चलाउने संस्थाका अध्यक्षज्यूहरूलाई ल्याएर तपाईँ हामीले सहकार्य गरेछ। त्यसको लागि बजेट विनियोजन गर्ने कुरामा अब आउँदैछ, ती दिनहरूमा हामी तपाईँलाई गर्छौँ। तपाईँलाई नै हो, हामीले तपाईँहरूको युवाहरू त्यहाँ सक्रिय भएर लागेपछि भोटेटारको हाम्रै नेतृत्व, अहिले जब हामीले नेतृत्व गरेर आएपछि त्यो बजारको पनि व्यवस्थापन गर्ने कुरा, त्यहाँको फुटबलको चौरी सबैभन्दा गाउँपालिकाको नेतृत्व गरेर पहिलोचोटि आएर पहिलो पैसै लगानी गरेको तपाईँकै त्यही उमा स्तर गुणस्तर बढाउनको लागि भनेर बजेट परेको थियो फुटबलको लागि, हामीले त्यही गरेका छौँ। र अब अहिले त्यहाँ बजेट पनि अलिकति तपाईँको परेको छ, तारजाली भन्दा पनि एउटा ड्याम चेक ड्याम भन्ने खालले केन्द्रीय सरकारबाट बजेट आएको छ तपाईँको त्यहाँनिर। अब यो के सखुवाघारी कि समथिङ के भन्ने दुईवटा बाटो छन्, अलिकति यसमा चाहिँ सिसौघारी कि सखुवाघारी भन्नेमा आएको बेला तपाईँ हामी बसेर त्यसलाई अब त्यसलाई संरक्षण गर्ने कुरा पनि त्यो सम्पत्तिलाई हामी गर्छौँ भन्ने कुरा तपाईँले राख्दछु। अब ठ्याक्कै तपाईँले धेरै नियमहरू बनाउनु भएछ होइन, 59वटा नियमहरू कानुनहरू बनाउनु भएछ, त्यसको प्रभावकारिता र कार्यान्वयनमा के भइरहेछ ठ्याक्कै भन्नुहोस् त। अब गाउँपालिकाले ऐन बनायो, कति कुराहरू अब तपाईँको कतिको कार्यान्वयन भयो, प्रभावकारी अब सबै एकैचोटि गर्न सकिँदो रहन्छ। अब क्रमशः गरिँदैछ। जस्तै पहिला तपाईँको यो गाउँपालिकामा हामी नेतृत्व गरेर आउँदै गर्दा जस्तै गाउँपालिकाको यी सङ्घ संस्थाहरू कसरी चलाउने, सहकारीहरू कसरी गर्ने, हिजो कस्तो अवस्था थियो, आज हामीले कसरी गर्ने, यसलाई ऐन परिवर्तन गरेर जानुपर्ने कुराहरू कसरी गर्ने भनेर क्रमशः गर्दै गएका छौँ। बजार व्यवस्थापन गर्ने कुरा होइन, त्यसलाई पनि हामीले पनि जस्तै हस्पिटल कुरा हाम्रो अहिले भगीरथ हस्पिटल बनेर आयो, त्यसलाई चाहिँ अब सञ्चालन गर्ने प्रक्रिया कसरी गर्ने। पहिला चाहिँ वार्ड स्तरीयको आधारभूत हस्पिटल थियो भने अब गाउँपालिकाको हस्पिटल बन्दै गर्दा त्यसको गरेर अब कति प्रक्रियाहरू चाहिँ भर्खर पास भइरहेका छन्, अब हामी गर्ने प्रक्रियामा छौँ। कति कुराहरू चाहिँ नियमन गरेर कार्यक्रम गरिरहेको अवस्था छ। त्यसो भए आज यो पालिका विकास र समृद्धिको यात्रामा अगाडि बढ्यो भन्दाखेरि समस्या कहाँनिर आउँछ? अब समस्या त विकास गर्नको लागि आर्थिकै पाटो हुँदो रहेछ। अब गाउँपालिकाको आन्तरिक स्रोत थोरै छ, तपाईँको आन्तरिक स्रोत थोरै छ, त्यसमा पनि अहिले तपाईँको केन्द्रीय सरकारसँग हामी गाउँपालिकाले लबिङ गरेर पालिकाको सबै टिमहरू लागेर हामी केन्द्र सरकारसँग अलिकति केही बजेट ल्याएर विकास गरिरहेका छौँ। अब विकास गर्ने कुरामा यस्तै छ, सरकार निरन्तर एकै खालले चलेको अवस्था हुँदैन। एउटा सरकार बनेर एकपट्टि लबिङ गरेर हामीले प्रक्रिया एक ठाउँ पुऱ्याएका हुन्छौँ। जस्तै अहिले सुकुम्बासीकै कुरा गरिरहँदाखेरि हामी आएको तपाईँको 4 महिनामै गरिसकेर चाहिँ 1 वर्षभित्रमा गरेका कार्यक्रमहरूलाई कार्यान्वयन गर्नलाई अहिले यो 3 वर्षसम्म पर्खिनुपर्ने अवस्था। त्यो के कारणले भन्दा सरकार स्थिर नभएको कारणले गर्दा त्यस्तो भएको छ। सरकार परिवर्तन भयो, यता संस्था लडेर जान्छ। त्यस कारणले अब हामी पनि अन्यलमा पर्छौँ। सरकार लडेपछि त अब संस्था लड्यो, त्यहाँ लडेपछि त्यहाँ एउटासँग लबिङ गरेर एउटा प्रक्रियामा पुगेको हुन्छ। अब त्यस पछाडि फेरि अर्को प्रक्रिया सुरु गर्ने भएर कति कुराहरू पनि ढिलो भएको छन्। अब यो मेन कुरा चाहिँ अब आर्थिक पाटामै जोडेर विकास गर्ने कुरामा अब हामी गाउँपालिकाले चाहिँ जहाँ अविकसित छ र त्यहाँ हामीले गर्नुपर्ने कुरा के छ त्यो कुरालाई चाहिँ अगाडि बढ्नुपर्छ भन्ने एउटा पालिकाले सोच बनाएर अगाडि लाग्यो। भ्रष्टाचार मुक्त गाउँपालिका हो बुद्ध शान्ति, भ्रष्टाचार मुक्त छ। हामीले अब भ्रष्टाचार गर्ने त अस्ति अख्तियारले कारवाही गरेका यी विभिन्न खालका आफ्ना निकाय छन्, सम्बन्ध छन्, त्यसले कारवाही गरिहाल्छ नि। त्यो त सम्बन्धित ठाउँले हेर्ने कुरा छ। त्यस्तो अनियमितता भएको छैन तपाईँको गाउँपालिका? अनियमितता भन्दा यहाँ त 2 मिनटमा तपाईँको यहाँ त सामाजिक सञ्जालले बसी खान लेखी छ त, यो समझ तपाईँ नै भन्दै हुन्छ। यस्तो अवस्था छ अहिले। उहाँहरूले भन्नुभयो केरेमठ खोला दिनभरि बस्नुहुन्छ, उहाँहरूको काम हुँदैन, बेलुका त सूचना जे बिग्रेको छ त्यही आउने न हो। त्यो त तपाईँको गाउँपालिकामा शून्य सहनशीलतामा छ? शून्य सहनशीलतामा छ। थ्याङ्क यू सो मच। भवानीजी हो ठ्याक्कै भ्रष्टाचार मुक्त हो गाउँपालिका बुद्ध शान्ति? भ्रष्टाचार मुक्तै छ अहिलेसम्म हामीले देखेको छैन। तर बाहिर एउटा भाष्य खडा हुन्छ कि काङ्ग्रेस एमाले मिलेर देश लुट्यो भन्छन् मान्छे, त्यसमा कति सत्यता? बाहिरबाट त के भने अब त्यो हामीलाई थाहा छैन कसरी भने, बाहिरको उत्तरहरू चाहिँ अब हामीलाई पनि थाहा हुँदैन उनीहरूले कसरी कुन अर्थमा भनेको छन्। तर यहाँ पनि काङ्ग्रेस एमाले गठबन्धन छ, सरकार छ। बुद्ध शान्ति त्यस्तो छैन। त्यस्तो छैन है? त्यसो भए बुद्ध शान्तिमा शान्ति छ, विकास छ। मनोजी? विकास छ, शान्ति छ। त्यो त तपाईँले अब सबैबाट बुझिहाल्नु भने हामीले भन्दा पनि हामीले के गरौँ भन्ने कुरा त अब पब्लिकबाटै बुझेको राम्रो हुन्छ हामीले भन्नुभन्दा पनि। विनोदजी, भ्रष्टाचारमा शून्य सहनशीलता? भ्रष्टाचारमा शून्य सहनशीलता छ। हो एकदम जिरो टलरेन्स। जिरो टलरेन्स छ। जनता पनि त्यही भन्नुहुन्छ। ल जनतै खुसी छ। थ्याङ्क यू सो मच मनोजी। आज बुद्ध शान्तिका जनताहरूले धेरै प्रश्नहरू सोध्नुभयो, मनोजीले पनि खुलेर जवाब दिनुभयो। मनोजी तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जनताको नेता भनेको जनतामा जाने, जनताको प्रश्न सामना गर्ने मान्छे जहिले सफल हुन्छ। तपाईँ सफल बन्नुहुन्छ। तपाईँ सफल गाउँपालिका अध्यक्ष बन्नुहोस्, किनभने सबैले वा मनोजी भन्ने स्थिति सिर्जना होस्। 2 वर्ष अझै तपाईँले काम गर्न पाउनुहुन्छ। 2 वर्षमा तपाईँले
बुद्ध शान्ति गाउँपालिकामा बुद्धत्व हुन्छ नि, मान्छेले प्राप्त गर्छ नि, त्याग तपस्या सङ्घर्ष, त्यस्तो किसिमको तपाईँले बुद्धत्व प्राप्त गर्नुहोस्। तपाईँ एकदम जनताको प्रिय नेता बन्नुहोस्। थ्याङ्क यू सो मच। जनताको प्रिय अध्यक्ष बन्नुहोस्। भवानीजी पनि तपाईँ पनि त्यस्तै बन्नुहोस्, राम्रो काम गर्नुहोस्। विनोदजी तपाईँले राम्रोसँग डेलिभरी दिनुहोस्। तपाईँहरू तिनैजनालाई धेरै धेरै धन्यवाद दिँदै बुद्ध शान्तिका जनताहरूलाई स्यालुट गर्दै अभिनन्दन गर्दै म ऋषि धमला बिदा हुन्छु। हस्त नमस्कार। धन्यवाद। अङ्कलको कपी गरेर कति दिन चल्छ हो भाइ? भिडियो नै नहेरी डिसलाइक गर्ने यता हाजिरौँ। यो ठेउके पत्रकार धेरै जन्नी भयो। सक्छस् भने आफै फिल्म बनाएर देखा। अझै थुप्रै छन्, पढौँ। पोजिटिभ कमेन्ट पनि त छन्। नबिराउनु नडराउनु, अघि बढ्दै जानु, शुभकामना। कार्यक्रममा तपाईँको मेहनत र इमान्दारिता झल्किन्छ। किप साइनिङ ब्राइटर। तपाईँको प्रोग्राम 10 नेगेटिभ कमेन्ट आउँदा 3 पोजिटिभ। आलोचना त्यसैको हुन्छ जसले सत्य बोल्छ, जोबाट अपेक्षा हुन्छ। अपेक्षा नभएकोसँग के गुनासो? के आलोचना होइन त? Susan ji, are we ready? Filmy Adda. Join us every Thursday at 9 p.m. exclusively on Prime Television HD.
बहाल भ्रष्टाचारको, बेहाल देश र जनताको। सर्वत्र मनमानी, अनुसन्धान होस् छानी छानी, हरेक कदममा सूक्ष्म निगरानी। विकृति, विसङ्गति र कुरीतिको निर्मम तिरफार। खबर अन्वेषण हरेक बुधबार राति 9 बजे मात्र प्राइम टिभी एसडी मा। जसले मेरो विगत जान्दछ, उ त्यो हो जसले मेरो भविष्य मान्दछ, र उ त्यो हो जसले मेरो वर्तमान स्वीकार्दछ। मित्रता सबै परिभाषा भन्दा माथि, मित्रता सबै सुख दुःख भन्दा माथि, मित्रता सबै स्वार्थ भन्दा माथि। Current Noodles presents Mero Yota Sathi Cha, reloaded with Naresh Bhattrai. Title sponsor, Current Hot and Spicy Noodles. Powered by Palm Skin Institute's Detox